श्री गणेशाय नमः। नमस्कार पूजनीय बुबामा, प्यारा दाजुभाइ दिदीबहिनीहरू, इष्टमित्र, आफन्त कुटुम्ब परिवारमा हृदयकोणबाट नमन टक्राउन चाहन्छु। आज म तुला राशिका लागि प्रेम जीवन 2082 सालको लागि कस्तो रहेको छ, ब्रेकअप, छोडबिछोड, प्रेममा झगडा, मनमुटावको स्थितिहरू, पुनः मिलनहरू, प्रेममा को खोजिरहनेहरूलाई प्रेमको प्रस्ताव या अर्को कुनै माध्यमद्वारा विवाह हुने या प्रेम विवाह हुने या पति पत्नी बीचमा छोडबिछोड या पुनः मिलन, प्रेमको वृद्धि हुने कस्तो समय रहेको छ 2082 सालमा तुला राशिका लागि। जस्ताका तस्तै भविष्यवाणी लिएर उपस्थित भएको छु। पूजनीय बुबा आमा, प्यारा दाजुभाइ दिदीबहिनीहरू, भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र नयाँ हुनुहुन्छ, पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन म विनम्रता अनुरोध गर्दछु। यहाँहरूको सुख, शान्ति, समृद्धिको कामना गर्दछु। 33 कोटी देवता, कुलपितृ, थानीमानी देवी देवता, इष्टदेव, अष्टनागहरूले सदा हजुरहरूको रक्षा अनि कल्याण गरून्। जीवनमा आँटेको पुगोस्, ताकेको पुगोस् र 2080 साल 2081 साल जसरी बिते पनि 2082 साल तपाईँको सुख, शान्ति, समृद्धिसँग बितोस्। र आज म तुला राशिको बारेमा चर्चा गर्नेछु। तुला राशिका व्यक्तिहरूका लागि शुक्र यस राशिका प्रतिनिधि हुन् र यस राशिको लागि हामीले राशिमा 7औं राशि तुला राशि हो र यसमा प्रेमका ग्रह शुक्रद्वारा शासित राशि हो र यसलाई सौन्दर्यलाई तराजुको प्रतीक मान्ने गरिन्छ र जसले सन्तुलनीय मान्यतालाई जोड दिने गर्दछ। तुला राशि भएका मानिसहरूका लागि 2082 सालको हामी चर्चा गर्नेछौँ प्रेम जीवन, वैवाहिक जीवनका बारेमा। र यो अग्लो, पातलो, बलियो र राम्रो आकार शरीर भएको, सुन्दर अनुहार भएको, सुन्दर छाला भएको, मध्यम उमेरमा तालु खुइलने अवस्था या समस्या हुने, राति निद्रा नलाग्ने समस्या हुने, आँखी भौमहरू सुन्दरता वृद्धि भएको, नाक थोरै बाङ्गो जस्तो भएको र जुङ्गा जस्तै दाँतको बिचमा खाली ठाउँ भएको या उठेको टाउको थोरै उठेको हुन सक्ने सम्भावना चाहिँ हुनसक्छ। यो तपाईँका ग्रह अनुसार पनि फरक हुनसक्छ। मैले राशिफलमा बताएको छु। 2082 साल हामीले तुला राशिका व्यक्तिहरूका लागि यिनीहरू नर्म, दयालु, इमान्दार, न्याय गर्नमा निपुण हुने गर्दछन् र यिनीहरू निर्णय लिनु अघि धेरै कुराहरूको राम्रोसँग त्यसको विश्लेषण गर्छन्, तिनीहरूको रिसर्च गर्छन्, तिनीहरूको अध्ययन गर्दछन्। तिनीहरू अनि अरूको पैसाका लागि लोभी हुने गर्दछन् तर आफ्ना आश्रितहरूका लागि सहयोगी पनि हुन्छन्। यिनीहरू एकदम भावनात्मक रूपमा कमजोर पनि हुन्छन्, सहयोग पनि गर्छन्, अत्यन्त सहयोगी भावनाका हुन्छन् र भावनात्मक रूपमा सहरहरू यिनीहरूका लागि, विदेश यात्राका लागि पनि यिनीहरूको स्वभाव हुन्छ। अलिकति चाँडै रिसाउने, चाँडै रिसलाई कम पनि हुने अनि फेरि चाँडै रिसाउने खाले व्यक्ति हुन्छन्। आफ्नोभन्दा बढी अरूको ख्याल राख्दछन् यिनीहरू र यिनीहरू बहसमा निपुण हुन्छन्। पोलिटिसियन, राजनीतिक, सरकारी क्षेत्रमा निपुण हुने गर्दछन्। धैर्य, शान्ता र शान्ति र प्रेमको समर्थन गर्दछन्। वायु तत्त्वको राशि चिन्ह भएका कारणले तुला राशिका व्यक्ति सधैँ सौन्दर्य र प्रकृतिको प्रेमी पनि हुने गर्छन्। यस ग्रहमा शुक्रको कृपा हुने गर्दछ, साथमा धन लक्ष्मीको कृपा हुने गर्छ। यिनीहरू पार्टनरमा रुचि राख्दछन् र एक अर्काप्रति यिनीहरू आफ्नो निवास पनि परिवर्तन गर्दछन् र यिनकै आफ्नै घर, घडेरी, जग्गा, जमिन, घर आदि हुने गर्छन्। उच्च गुणस्तरको जीवनहरू बिताउँछन्। पोषक, फर्निचर, सवारी साधन, अन्य सुख सुविधाको ख्याल विशेष गरेर गर्छन्। यिनीहरू व्यापारमा, व्यवसायमा कुशल हुने गर्छन्। यिनीहरू लोकप्रियता हासिल गर्छन्, नाम, दाम, इज्जत कमाउँछन् र व्यापारमा राम्रो साझेदारी साबित हुन्छन् र उत्कृष्ट सेल्सम्यान, लाइसेन्स अधिकारीहरू, रिसेप्सनसँग सम्बन्धित, कला क्षेत्रसँग सम्बन्धित, कला प्रेमी यिनीहरू, यसै गरी लोकसेवा आयोग, सरकारी जागिर, विभिन्न कृषि क्षेत्र, होटल व्यवसाय, यसै गरी दूध, डेयरी, बेकरी आदि, क्याफे, रेस्टुरेन्टसँग सम्बन्धित यिनीहरूको अत्यन्त लाभहरू पनि प्राप्ति गर्छन् र यिनीहरू अनेक प्रकारका घुमफिरहरू गर्न मन पराउने र भाग्यशाली महिलाको रूपमा या पुरुषको रूपमा यिनीहरू पर्ने गर्दछन् र भगवान सूर्य साथमा शुक्रदेवको कृपा, लक्ष्मीको कृपा यिनीहरूलाई प्राप्ति हुने गर्दछ। यिनीहरू कूटनीतिक स्वभावका हुन्छन्। निष्पक्ष जन्मजातबाट भावनात्मक रूपमा यिनीहरू परिचित हुन्छन्। तुला राशिलाई प्राय यस राशिको मध्यकर्ताको रूपमा पनि चिनिन्छ र 2082 साल लागिसकेपछि तुला राशिको प्रेम जीवन, वैवाहिक जीवनमा सम्पूर्ण ग्रहहरूले परिवर्तन गर्दै गर्दा यो कस्तो छ यसका बारेमा जस्ताका तस्तै भविष्यवाणी मैले आज हजुरहरूको माझमा राख्दैछु। प्रमुख ग्रह गोचरहरू विभिन्न परिवर्तन हुँदै गर्दा तपाईको जुन प्रेम रिलेसनका हिसाबले
जागिरमा, व्यापारमा, व्यवसायमा, स्वास्थ्यमा, व्यक्तिगत जीवनमा तपाईँको सन्तान पक्षलाई लिएर विभिन्न विस्तार रूपमा गुरुको कृपा मिथुन राशिबाट तपाईँको लागि विशेष गरेर गोचर गर्नेछन् र जसका कारणले गर्दा सिपमा वृद्धि हुनेछ, व्यापारमा वृद्धि हुनेछ, उन्नति हुनेछ, आर्थिक अवस्थामा वृद्धि हुनेछ, धनको प्राप्ति हुनेछ, कार्यकर्तामा तपाईँको शुभ फलको प्राप्ति हुनेछ। यस गोचरले दैनिक दिनचर्यामा सम्बन्धित चुनौतीहरू पनि आउन सक्छन्, तर शनिले केही परीक्षा लिन सक्छन्। तपाईँको ग्रहमा कुनै साढे सती अढैयाको दशा देखिँदैन र आफ्ना जीवनमा उत्कृष्ट फलको प्राप्ति गर्न सक्नुहुन्छ। यो वर्षभरि राम्रो प्रतिफल, परिणाम, जीवनमा मान सम्मान, इज्जत, धनको वृद्धि पनि तपाईँको लागि भएर अगाडि बढ्न सक्ने अत्यन्त उत्कृष्ट योगहरू तुला राशिका लागि 2082 सालमा रहन सक्छन्। तुला राशिका लागि जस्ताका तस्तै भविष्यवाणी हामीले कुराकानी गर्दै गर्दा यो वर्षभरि तपाईँको सबभन्दा प्यारो मायालु राशि मध्येमा एक राशि हो। तपाईँले आफ्नो पार्टनरलाई कसरी व्यवहार गर्नुहुन्छ, कसरी बुझ्नुहुन्छ भन्ने कुरामा आफूले महसुस गराउने कुरामा पनि राम्ररी थाहा हुनेछ। तपाईँको साँचो रोमान्स, रोमान्टिक आफ्नो पार्टनरसँग मायालु जीवन समय बिताउन पाउनुहुनेछ भने आफ्नो पार्टनरको आवश्यकताप्रति सञ्चित र खुसीहरूका वरिपरि न्यानो रमाइलो वातावरणको सिर्जना गर्ने प्रयास पनि तपाईँले गर्नुहुनेछ। सन्तान प्राप्ति, पुत्र प्राप्तिका लागि, सन्तान गर्भधारणका लागि दिदीबहिनीहरूका लागि समय उत्तम रहनेछ। जो प्रेममा हुनुहुन्छ उहाँहरूलाई धेरै वफादार र इमान्दार तरिकाले अगाडि बढ्न सक्नुहुन्छ। गलत कामको सोचले पनि तपाईँलाई घृणा गर्नेछ, गलत कार्यहरू गर्न मन पर्ने छैन। कहिलेकाहीँ आफ्ना भावनाहरूलाई वैदिक बनाउनु, आफूले माया गर्ने व्यक्तिलाई भावनाहरूमा व्यक्त गर्न गाह्रो महसुस हुनसक्छ। साथसाथै आफ्ना भावनात्मक रूपमा स्पष्ट विचारहरू राख्न सकिने, आफ्नो पार्टनरको ठाउँ अपेक्षाहरू महत्त्व दिने, सामान्यतः आफ्नो सम्बन्धलाई बलियो बनाउनमा तपाईँ धेरै हदसम्म जान सक्नुहुनेछ भनेर देखिन्छ। तुला राशिका व्यक्तिहरूलाई सुख दुःख परिस्थितिको सामना दुवैजनाले गर्नुहुनेछ। दुवैले एकाअर्काप्रतिको साथ र सहयोग गर्नुहुनेछ। तुला राशिको लागि वर्षभरिको प्रेम जीवन यो वर्षभरि नै व्यक्तिगत जीवनमा समय शुभ नै रहनेछ। सुरक्षित र सहज महसुस गराउनुहुनेछ। एकाअर्कालाई बुझ्नुहुनेछ। एकाअर्काको छुट्टिएको, बिछडिएको, ब्रेकअप भएको प्रेम फेरि पूर्णतः तपाईँलाई मिलन हुनेछ। यो वर्षभरि आफ्ना सम्बन्धमा तपाईँको लागि केही यात्राहरू गर्नुहुनेछ। यो वर्षभरि सम्बन्ध 2082 साल खुसीले भरिपूर्णता भरिनेछ भने तपाईँको लागि सम्बन्ध तनावपूर्ण स्थितिबाट मुक्ति प्राप्त हुन सक्ने, ऋणबाट मुक्ति प्राप्त हुन सक्ने, रोगबाट राहत मिल्ने र छोटो विश्राम आदि लिएर तपाईँ विभिन्न विगतका रमाइला यात्राहरू र यसै गरी विभिन्न वैवाहिक जीवनमा बदलिन सकिने र सम्बन्ध बलियो बनाउन सक्ने महत्त्वपूर्ण भूमिका भावनात्मक रूपमा बाहिर निस्किएर वर्तमान भावनात्मक रूपमा शारीरिक बौद्धिक रूपमा तपाईँको लागि शुभ रहनेछ र तपाईँको लागि वाद विवाद शङ्कापद कुराबाट जोगिनु होला। तुला राशिका व्यक्तिहरूलाई सकारात्मक अन्तर्क्रिया र ध्यान केन्द्रित गरेर भावनात्मक रूपमा इमान्दारितापूर्वक तपाईँ अगाडि बढ्नुभयो भने राम्रो हुन्छ। अवश्य फलको प्राप्ति हुनेछ। नयाँ नयाँ गतिविधिहरूबाट प्रयास गरेर डेटिङ साहसिक गतिविधिहरूमा तपाईँ भाग लिन सक्नुहुन्छ। तपाईँको चमक कायम, रोमान्स, रोमान्टिक विभिन्न योगहरू देखिएका छन्। 2082 सालमा तपाईँको लागि प्रेम जीवनका हिसाबले यो सबभन्दा शुभ राशिभित्र भावनात्मक रूपमा कहिलेकाहीँ द्वन्द्वको र शङ्काको स्थितिहरू पनि उत्पन्न हुन सक्छ। बुझ्ने प्रयास गर्नुहोला। प्रेम प्रेमिकालाई दुवैजनाले बोयफ्रेन्ड या गर्लफ्रेन्ड या श्रीमान या श्रीमती जो भए पनि जीवनसाथी पति पत्नी बीचको भावनात्मक रूपमा शारीरिक बौद्धिक रूपमा तपाईँको केही जोडिन कठिनको सामना गर्नुपर्ने स्थिति दुवैले स्वीकार गर्नुहुनेछ कि भन्ने कुराहरू देखाउँछ र केही ग्रहले परीक्षा लिन सक्छ। यस मामिलामा समाधान आवश्यकता छ। सानातिना छलफलमा बहस र तपाईँको नराम्रो नकारात्मक प्रभावहरू निम्ताउन सक्ने ग्रहले देखाएको छ। तुला राशिका व्यक्तिहरूलाई पति र पत्नी बीचमा प्रेम वर्ष यो वर्ष राशिफलका हिसाबले भविष्यवाणी हिसाबले वैवाहिक जीवनमा रोमान्सलाई फिर्ता ल्याउन तपाईँ शान्त स्वभाव एकाअर्कालाई बुझ्नुपर्छ, सकारात्मक रहनुपर्छ। यस अवधिमा वैवाहिक जीवनमा केही असर गर्न दिनु हुँदैन। पार्टनरप्रतिको नकारात्मक कुराहरू गर्नु हुँदैन। अपजनक भाषा प्रयोग गर्नु हुँदैन। अशब्दहरूको प्रयोग गर्नु हुँदैन र तपाईँको लागि वैशाख यता केही सुधार तपाईँको लागि जीवनमा जब वैशाख पछिको समयमा सुधार भएर जानेछ र केही कुराहरू बिग्रन पनि थाल्छ। वैवाहिक जीवनमा प्रेम सम्बन्धमा असमझदारी पुनः स्थापित केही घटनाहरू घट्न सक्छन्, झगडा हुन सक्छन्। त्यसलाई चाहिँ समाधान गर्नेतिर लाग्नुपर्दछ र एकअर्काको यात्रालाई सहज बनाउनुपर्छ, एकअर्कालाई सहयोग गर्नुपर्छ, जीवनसाथीप्रतिको अनुकूलतालाई सुधार गर्नुपर्छ। अभावित तुला राशिका व्यक्तिहरूका लागि प्रेम जीवनका लागि यो विशेष गरेर वैशाख पछि उता तपाईँको लागि विवाहको लागि शुभ समय जुरेको छ र वैशाख पछिको समयमा एकअर्कालाई बुझ्नमा सक्षम हुनुहुन्छ। तपाईँका आफ्ना प्रतिबाट कसैबाट विवाहको प्रस्तावहरू आउन सक्छ। सकुन शान्तिको योगहरू देखिन्छ। 2082 सालमा तपाईँले आफ्नो प्रेमिकाहरू भेट्न सक्नुहुन्छ र भेटघाटमा तपाईँको लागि समय व्यस्त रहन सक्छ।
सक्छ। अभावितहरूका लागि डेटिङको विशेष गरेर योगहरू बनेको छ, घुमफिरको योगहरू बनेको छ, उत्कृष्ट नजराहरू तपाईँका जीवनमा देखेका छन्, एकाअर्काप्रतिको प्रेमहरू देखिएको छ र 2082 सालमा तपाईँले अनुकूल बनाउनेतिर लाग्नुभयो भने राम्रो हुन्छ। असोज कार्तिक मुसिरमा तपाईँको विवाहको योगहरू, विशेष गरेर प्रेम जीवन, तपाईँको रोमान्टिकका योगहरू छन्। ज्योतिषकै उपायहरू अपनाउन चाहनुहुन्छ भने तपाईँले यो रातो पहेँलो रङको लुगाहरू विशेष प्रयोग गर्नुहोला। सकेसम्म कालो रङबाट बच्ने कोसिस गर्नुहोला। हरेक दिन बिहानमा तपाईँ केही समय ध्यान, योगा, मेडिटेसन, अनुलोम विलोम राम्रोसँग गर्नुभयो भने राम्रो हुन्छ। हरेक शनिबारको दिनमा पिपलको रुखमा जल चढाउने, तोरीको तेलको दियो बालिदिने, ओम सम शनिश्राय नमः मन्त्रको जप गर्ने, हरेक बिहान सूर्यदेवलाई जल अर्पण गर्ने र ओम घृणी सूर्यनारायणाय नमः मन्त्रको जप गर्दै यसरी अगाडि बढ्नुभयो भने तुला राशिका व्यक्तिहरूलाई अत्याधिक सफलता अनि उन्नति अनि प्रगति, राम्रो प्रतिफल, परिणामहरू जीवनमा तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तुला राशिका व्यक्तिलाई एकदमै शुभ प्रतिफल, परिणाम जीवनमा आउने देखिएका छन्। यदि तपाईँ तुला राशिको व्यक्तिहरू हुनुहुन्छ भने तुला राशिका व्यक्तिहरूलाई यो वर्षभरि प्रेम जीवनका हिसाबले उत्तम प्रतिफल, परिणाम, मान सम्मान, इज्जत, प्रेम सम्बन्धमा कहिलेकाहीँ तेस्रो व्यक्तिको कारणले अलिकति चिसोपना आए पनि तपाईँको लागि आफूले सुधार गर्न सकिने योगहरू छन्। शनिका कारणले कहिलेकाहीँ तपाईँलाई अप्ठ्यारो परिस्थिति पार्न सक्छ। यसमा चाहिँ शनिको स्वस्ति शान्ति, राहु केतुको स्वस्ति शान्ति गराएर अगाडि बढ्नुहोस् र वैवाहिक जीवनसाथीप्रति सङ्घर्ष र केही बाधाहरू, अवरोधहरू नहोलान् भन्न सकिँदैन। त्यसलाई चाहिँ तपाईँले सुधार गर्नेतिर लाग्नुहोस्। एकाअर्काको भावनालाई बुझ्ने कोसिस गरेर अगाडि बढ्नुभयो भने वर्षभरि नै 2082 मा प्रेम रिलेसनका लागि अत्यन्त उत्तम रहनेछ। यदि तपाईँ तुला राशिको हुनुहुन्छ भने सुधार हुनेछ। वैवाहिक जीवनमा खुसियाली विवाह फर्केर आउनेछन्। लामो दूरीको ट्रिप प्लान गर्न सक्नुहुन्छ, यात्रा गर्न सक्नुहुन्छ, विदेश जान सक्नुहुन्छ, विदेशमा गएर पढ्न सक्नुहुन्छ। विवाह गरेर पनि भाग्यशाली समयको जीवन बित्ने योगहरू धेरै देखिएका छन् र भाग्य चम्कनेछ। तपाईँको लागि राम्रो प्रतिफल, परिणाम, शुभ फलको प्राप्ति यहाँ तुला राशिका व्यक्तिलाई निरन्तर प्राप्ति हुनेछ। तुला राशिको व्यक्तिहरूको भाग्य चम्कनेछ, जसका कारणले गर्दा अभावित हुनुहुन्छ आफैलाई र व्यक्तिप्रति आकर्षित पाउनुहुनेछ। तपाईँको धेरै ठाउँबाट प्रेम प्रस्तावहरू आउनेछ। प्रेम गर्नेहरू व्यक्ति धेरै तपाईँको जीवनमा जोडिनेछन्। धैर्यता राख्नु आवश्यकता छ। ग्रहहरूले कहिलेकाहीँ परीक्षा लिए पनि तपाईँको जीवनमा थोरै नराम्रो प्रभाव पर्न सक्छ। जागिरी, पेसा, व्यापार, व्यवसायमा तपाईँले पूर्ण रूपमा कूटनीतित्वको वार्तालाप र कौशलता आवश्यकता पर्छ। बृहस्पति तपाईँको मिथुन राशिमा प्रवेश गर्दै गर्दा जीवनमा उन्नति, प्रगति, यात्रा, नेटवर्क क्षेत्रबाट वातावरण सफलतापूर्वक अगाडि बढ्न सक्ने योगहरू तुला राशिका व्यक्तिहरूलाई प्रेम प्रेमिकाको बीचमा दुवैलाई देखिन्छ। आर्थिक वृद्धि दुवैको यो वर्ष शुभ रहनेछ। देवगुरु बृहस्पतिले अत्याधिक धनको वृद्धि र वित्तीय क्षेत्रमा परिवर्तन गर्नेछन्। बुद्धिमानपूर्वक कार्य गरेका महत्त्वपूर्ण जोखिमपूर्ण कार्य पनिबाट तपाईँले ठुलो धन लाभ प्राप्त गर्न सक्नुहुन्छ। शनिको प्रभावले दीर्घकालीन स्थिरता, सुरक्षा र अनुशासनको वित्तीय योजना लाभदायक हुनेछन् र विवादित विषय र छलकपटबाट धन आर्जन नगर्नुहोला। तुला राशिका लागि 2082 साल भोरि नै एक आपसमा पति पत्नी, प्रेम प्रेमिका आपसमा मिलेर शुक्र ग्रहले वैवाहिक जीवनलाई महत्त्वपूर्ण भूमिका निभाउनेछन् भने तपाईँको असङ्ख्य अवसरहरू प्रदान गर्नेछन्। विशेष गरी वायु, अग्नि र राशिसँग मार्फत तपाईँको शुक्रको यस प्रभावले आकर्षण सम्बन्धको केन्द्र बनाउनेछ र सम्बन्ध पहिलेका लागि भावनात्मक रूपमा गहिरो जोड बनाउनेछ र तपाईँको लागि रोमान्टिकले वृद्धि गराउनेछ र तपाईँको लागि यो वर्षभरि ऊर्जा, आँट, बल, पराक्रम र तपाईँको लागि सुख, शान्ति, समृद्धि विभिन्न क्षेत्रबाट तपाईँलाई प्रदान गर्ने देखिन्छ। स्वास्थ्यको हिसाबले यो वर्षभरि शनि मीन राशिमा रहँदाखेरि दीर्घकालीन समस्याहरू, स्वास्थ्यमा अलिकति केयर गर्नुपर्ने दुवै प्रेम प्रेमिकाले देखिएको छ। योगा, ध्यान, मेडिटेसन तपाईँले गर्नुपर्छ। तुला राशिका व्यक्तिहरूका लागि शारीरिक र मानसिक अवस्थाहरू कमजोर हुन सक्ने भएका कारणले विचार गर्नुपर्नेछ दुवैजनाको लागि, नत्र महत्त्वपूर्ण कार्यहरूमा बाधाहरू पुग्न सक्छ र तुरन्त डाक्टरको सल्लाह सुझाव लिएर अगाडि बढ्नुभयो भने धेरै राम्रो हुन्छ तपाईँहरूको लागि र स्वास्थ्यको लागि केयर गर्नुपर्छ। तुला राशिका व्यक्तिलाई यदि शिक्षा क्षेत्रमा आफू प्रेम प्रेमिका दुवैजनाको लागि यो अनुकूल देखिएको छ, राम्रो छ, सफल हुन सक्नुहुन्छ, ज्ञान प्राप्ति बढ्नेछ, उच्च शिक्षा प्राप्ति हुनेछ, परिश्रम अनुसारको नतिजा फलको प्राप्ति गर्न सक्नुहुन्छ, उच्च सफलता, विदेशमा कुनै शैक्षिक क्षेत्रहरूका लागि तपाईँको कुनै इलेक्ट्रिक हार्डवेयरसँग सम्बन्धित काममा, व्यापार व्यवसायसँग सम्बन्धित विभिन्न प्रविधिहरू तपाईँ उच्चाइमा पुग्न सक्ने, व्यापारमा द्रुत गतिबाट अगाडि बढ्न सक्ने योगहरू बनेका छन्। पारिवारिक जीवनमा शुभ वर्षभरि नै सद्भाव, शुभ कर्महरू, पूजापाठ, हवन, शुभ कार्यहरू, विवाह, व्रतबन्ध जस्ता कार्यहरू, तपाईँको तीर्थयात्राहरू, मानसिक शान्तिको अनुभूति प्राप्ति र 2082 सालमा विशेष यात्राको लागि उत्कृष्ट वर्ष र विदेश जानेहरूका लागि अत्यन्त शुभ रहेको छ। वैशाख पछिको समयमा तीर्थ धर्मस्थलको यात्रा लाभदायक बनेर जानेछ। तुला राशिका लागि
2082 सालमा करियर, विवाह, घर, परिवार, आफ्ना प्रेम, विवाह यी सबै क्षेत्रमा राम्रो रहेका छन् र समग्रमा यो वर्ष तपाईँको लागि अद्भुत सकारात्मक रहेको छ। हरेक दिन दुर्गा स्तुति पाठ गर्ने अनि बायाँ हातको औँलामा चाँदीको औँठी लगाउने, सानो चाँदीको भाँडामा मह राख्ने अनि सेतो धागोमा छमुखी रुद्राक्ष धारण गर्ने आदि गर्नुभयो। शुक्र मन्त्र जप गर्नुभयो। ओम द्राम द्रिम द्रम सम शुक्राय नमः मन्त्रको जप गर्ने। 2 र 7 अङ्क तपाईँको शुभ रहेको छ। सेतो रङ र व्हाइट तपाईँको लागि शुभ रहेका छन्। यो समग्रमा थियो तुला राशिको भाग्य र भविष्य। यहाँहरूले कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ, पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिन पनि म विनम्रता अनुरोध गर्दछु। राधे राधे, जय शम्भु, जय महादेव। यदि तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तपाईले चाहिँ कुनै कामहरू गर्न चाहनुहुन्छ भने हामीलाई विशेष गरेर स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। के तपाईँ समस्याको ज्योतिषीय समाधान खोजिरहनु भएको छ? कसैको समयमा विवाह भएको छैन, कसैको घरमा दुःख, अशान्ति, भय, रोग, ऋणले छोडेको छैन, वैवाहिक जीवन, प्रेम जीवन, सन्तान, व्यवसाय, अध्ययन सम्पूर्ण जानकारीका लागि ज्योतिषीय सल्लाह लिनुपर्दछ। हाम्रो मुख्य सेवाहरू चिना टिप्पण बनाउने, हेर्ने, ग्रहको बारेमा र यसै गरी अनलाइन पूजा, अनलाइन ग्रह शान्ति र यसै गरी विवाह, व्रतबन्ध आदि पूजा पाठ, ग्रह शान्ति लगायत तन्त्र मन्त्र, विधि विधान, वास्तुको बारेमा हाम्रो यस्तो दर्शन प्रणालीलाई सम्झन सक्नुहुन्छ। नमस्कार। श्री गणेशाय नमः। नमस्कार पूजनीय बुबाआमा र प्यारा दाजुभाइ दिदीबहिनीहरू, इष्टमित्र, आफन्त, कुटुम्ब परिवारमा मेरो हृदयकणबाट मण्ड कराउन चाहन्छु। 33 कोटी देवता, कुलपितृ, थानेमानी देवता, इष्टदेव, अष्टनागहरूले सदा हजुरहरूको रक्षा अनि कल्याण गरून्। र म आज विक्रम सम्वत 2082 सालमा वृश्चिक राशिको लागि प्रेम जीवन कस्तो रहेको छ, छोड बिछोड, पुनर्मिलन या जो अभावित हुनुहुन्छ उहाँहरूका लागि पुनर्मिलन या प्रेमको प्रस्तावहरू, पति पत्नी बीचमा लडाईँ झगडा, छोड बिछोडहरू, पुनर्मिलनहरू आदि समग्रमा कस्तो रहेको छ, जस्ताका तस्तै भविष्यवाणीहरू म लिएर उपस्थित भइसकेको छु। यहाँहरू यो भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ, पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिन म विनम्रता अनुरोध गर्दछु। यहाँहरूको सुख शान्ति समृद्धिको कामना गर्दछु र नयाँ साल 2082 सालको फेरि पनि हार्दिक मङ्गलमय शुभकामनाका साथसाथमा आज प्रेम जीवन विशेष गरेर वैवाहिक जीवनको लागि 2082 साल यो वृश्चिक राशिका व्यक्तिहरूको लागि कस्तो रहन्छ यसका बारेमा चर्चा गर्नेछौँ। 2082 साल वृश्चिक राशिका लागि प्रेम, प्रेमिका, पति पत्नी बीचको सम्बन्धलाई हेर्ने भने यो भविष्यवाणी अनुसार वृश्चिक राशि अधिक प्रेममा डुब्ने योगहरू अन्तरहीन विशेषतामा बुझ्न सक्ने आवश्यकता छ। वृश्चिक राशिका शनिका प्रतिनिधि ग्रह मङ्गलदेव हुन्। मङ्गलद्वारा शासित राशि हो वृश्चिक राशि। यस राशिको तीव्रता, रहस्य, साँस, लडाईँ, अभिनेता, आर्मी, पुलिस र हरेक चिजहरूको गहिराईका कारणले फरक स्थिति अन्य राशिभन्दा फरक देखिने राशि हो। यिनीहरूको उचाइ मध्यम, राम्रो आकारको शरीर, हातखुट्टा चौडा लामा र अनुहार घुमाउरो, कपाल कालो र अग्लो हाइट र अग्लो निधार भएको, घाँटी लामो भएको, निडर, स्पष्ट व्यवहार र उत्कृष्ट दिमाग र बुद्धिमान, इच्छा शक्तिले भरिपूर्ण हुने गर्दछन् र शब्दहरूको छनौट गर्ने र यसको मामिलामा हस्तक्षेप नगर्ने र तनसाहा कहिल्यै गर्दा कहिल्यै थाक्दैनन् भन्ने कुराहरू यिनीहरूको रहन्छ। वृश्चिक राशि भएका व्यक्तिहरू यिनीहरू कुराकानीमा, लेखनमा निपुण हुने गर्छन्। आफ्नो बुद्धिमत्तामा भर पर्छन्। यिनीहरू प्रशासनिक क्षमता वा वरिष्ठहरूको आत्मविश्वासले भरिपूर्ण हुने गर्छन्। यिनीहरूको गोप्य रूपमा अपराध गर्न सक्षम पनि हुने गर्दछन्। कडा परिश्रम, साहसले पैसा कमाएर आफ्नै बलमा सफल हुने गर्दछन्। वृश्चिक राशिका व्यक्तिहरू यिनीहरू सामाजिक आन्दोलनहरूमा सक्रिय हुन्छन्। पोलिटिसियन, राज्य क्षेत्र, सरकारी क्षेत्र, लोकसेवा आयोगसँग सम्बन्धित यिनीहरू र समाजमा सल्लाहकार नेता पनि बन्ने गर्दछन् र जीवनमा कुल कुटुम्बको पनि वृद्धि गर्छन्। कुल कुटुम्बको यिनीहरू सम्पूर्ण सहयोगी भावना पनि हुन्छन्। एनजिओ, आइएनजिओस तपाईँका लागि विभिन्न देश विदेशबाट धन सम्पत्ति कमाउने योग भन्छ। यिनीहरू सैन्य, प्रहरी, सफलतापूर्वक यिनीहरू आर्मीमा, पुलिसमा, ब्रिटिस आर्मीमा तपाईँको लागि काम गर्दछन्। यिनीहरू उच्च पद प्रतिष्ठा पोलिटिसियन क्षेत्रमा रहेर काम गर्छन्। यिनकाहरू शत्रुहरू धेरै हुने गर्छन्, साथीहरू कम हुन्छन्। देखावटी साथीहरू त धेरै हुन्छन् र लाभ लुट्नेहरू र फाइदा लिने साथीहरू धेरै हुन्छन्, तर मित्रता र भावनात्मक रूपबाट भित्रैबाट प्रेम गर्ने भने कम हुन्छन्। मूल
अनुसन्धानकर्ता र चलाक हुने गर्छन्। यिनीहरू एक्लै हुँदा राम्रोसँग काम गर्न सक्ने भए तापनि यिनीहरू मैदानी खेलहरूमा पनि रुचि राख्दछन्। फुटबल यस्ता क्षेत्रमा पनि यिनीहरूको रुचि हुन्छ। यिनीहरू सङ्गीत, कला, नृत्य, मेकअप, आर्ट्ससँग सम्बन्धित र यसै गरी आदिमा पनि निपुण हुन्छन्। वृश्चिक राशिका व्यक्तिहरूको विशेष गरेर राशि पानी जस्तो हुने यस राशिको विशेष गरेर भावनात्मक रूपमा सहज र कमजोर अवस्थाका मन भएका पनि हुने गर्छन्। प्राय यिनीहरू भित्री संसारसँग गहिरो रूपमा जोडिएका हुन्छन् भने यिनीहरू भावुक र स्वभावका लागि परिचित व्यक्तिहरू पनि हुने गर्छन्। प्राय भावनात्मक रूपमा तीव्र र गहिरो रूपमा पनि अनुभव गर्न सक्ने शक्तिका प्रभाव व्यक्तिहरू हुन्छन्। वृश्चिक राशिका व्यक्तिहरू सत्य, समझदारीको चाहनाले पनि यिनीहरू चिनिन्छन्। यिनीहरू जीवन आफ्नो अँध्यारो पक्षहरूलाई अन्वेषण गर्न डराउँदैनन्। त्यसकारणले यो राशिका प्राय व्यक्तिहरू रूपान्तर, स्थान परिवर्तन सम्बन्धित र यिनीहरू किनकि अलिकति रिस घमण्डका कारणले बढी मङ्गलको प्रभाव भएका कारणले कहिलेकाहीँ वैवाहिक जीवनमा, रिलेसनमा, परिवारमा यिनीहरूलाई असहज र अप्ठ्यारो र महत्त्वपूर्ण कार्यहरू यिनकै गल्तीका कारणले फुत्कने गर्छ। र साथमा चाहिँ यिनीहरू यस राशिका व्यक्तिहरू पौराणिक फेनिक जस्तै खरानीबाट उठ्ने अलौकिक क्षमताहरू यिनीहरूको मनोकामसी हुने गर्छन् र उच्च लक्ष्यहरू राख्छन्। अनेक प्रकारका सपनाहरू देख्छन् र कतिपय सपनाहरू बिचमा अधुरै रहने गर्छन् र बढी ओभर थिङ्किङ, ओभर स्मार्टका कारणले पनि कहिलेकाहीँ यिनीहरूलाई पछाडि आफू धकेलिएको अनुभूति हुनसक्छ र तर हार मान्दैनन्, आफूलाई नै सर्वश्रेष्ठ ठान्ने गर्छन्। जस्ता यी लक्ष्यहरू यिनीहरूलाई देखिन्छन् भने अर्थक प्रयास यिनीहरू गरिरहेका हुन्छन्। वृश्चिक राशिका व्यक्तिहरू महत्त्वपूर्ण परिवर्तनको वर्ष 2082 सालमा रिलेसनमा, वैवाहिक जीवनमा आउने गर्दछ र 2082 साल तपाईँको लागि शनि अढैयाबाट पनि मुक्ति प्राप्त गर्दै हुनुहुन्छ। प्रेम प्रेमिकाको बीचको सम्बन्ध जुन विभिन्न ग्रहहरूको चाल पङ्क्तिहरूबाट प्रभावित प्रमुख घटनाहरू वर्षलाई आकार रूपमा दिन सक्ने केही चुनौतीको अवसरका साथसाथै दुवै खुसीहरू लिएर आउन सक्ने योगहरू पनि बनाएको छ। बिस्तारै रूपमा भाग्यको वृद्धि हुनेछ। यो ग्रह देवगुरु बृहस्पति अधिकांश तपाईँको लागि मिथुन राशिमा प्रवेश गर्दै गर्दा साझेदारी, व्यापार, व्यवसाय, रिलेसन तपाईँको लागि राम्रो भएर जानेछ। ग्रहहरूको वृद्धिले, विभिन्न गोचरको वृद्धिले राम्रो राम्रो अवसरहरू भावनात्मक रूपमा जोडिने, सुरक्षा र स्थिरता सुरक्षाहरू खोज्दै व्यक्तिगत जीवन, व्यावसायिक जीवन सम्बन्धमा बढी केन्द्रित पाउनुहुनेछ भने 2082 सालमा शनि मीन राशिमा प्रवेश गर्दा थप आत्मनिर्भर, आध्यात्मिक ध्यान केन्द्रित गरेर आफूलाई वृश्चिक राशिका व्यक्तिले भित्री संसारको आफूलाई पूर्ण रूपमा चिन्न सक्ने, गहिरो समाज अर्थ खोज्ने, रिसर्च गर्ने आदि चिन्तनका आध्यात्मिक विकासको समय पनि आउनेछ दुवै बीचमा। मीन राशिमा शनिको प्रभावले विशेष गरेर वृश्चिक राशिका व्यक्तिलाई थप लक्ष्यहरू सेट गर्नमा या सेटिङ गर्नमा, जीवनका केही क्षेत्रहरूमा स्थापित गर्नमा मद्दत गर्न सक्छन्, जुन तपाईँको अर्जितको अप्ठ्यारो परिस्थितिहरू पार्न सक्छ। त्यसकारणले गर्दा हरेक चिजहरूमा विचार गर्नुपर्ने अवस्था पनि आउन सक्छ वृश्चिक राशिका व्यक्तिहरूका लागि। वृश्चिक राशिको व्यक्तिहरूका लागि हामीले प्रेम जीवन, वैवाहिक जीवनको बारेमा आज कुराकानी गर्दछौँ। प्रेमको कुरा गर्दा यो वर्षभरि वृश्चिक राशिका व्यक्तिलाई प्रेम भावनात्मक रूपमा साहसी, कामुकको रूपमा तपाईँलाई व्यक्त गर्न यो वर्ष रहनेछ। व्यक्तिप्रति आकर्षित हुने, भावनात्मक रूपमा गहिराइमा डुब्ने, तपाईँलाई प्रेम, जोस, कहिल्यै ईर्ष्या जस्ता तीव्र भावनाहरू पनि उत्पन्न हुन सक्ने, रिस्क आवेशका कारणले छुट्टिनु पर्ने, विवादितको समयहरू पनि हुन सक्छ। तपाईँलाई सम्बन्धमा चुनौतीहरू आउन सक्छन्। प्रेम रिलेसनमा लचिलोपनको मागहरू गर्ने व्यक्तिहरू तपाईँका अवरोधहरू पार गर्न, शक्ति र दृश्य प्रदर्शन गर्न सक्नुहुनेछ। वृश्चिक राशिका व्यक्तिहरूलाई विश्वास जित्न साँच्चै नै गाह्रो हुन सक्ने देखिन्छ। एकाअर्कालाई प्रभावित पार्न तपाईँ कहिलेकाहीँ धेरै अलमल्ल पर्न सक्नुहुन्छ। कहिलेकाहीँ आफ्नो पार्टनर बीचको अन्धविश्वासका कारणले गर्दा धोका पाउनुहुनेछ र सधैँका लागि आफ्नो विश्वास गुमाउनु पर्ने स्थिति हुनसक्छ। वृश्चिक राशिका व्यक्तिहरूको लागि प्रेम राशिफल अनुसार तपाईँको प्रेम जीवनमा सम्भावित चुनौतीहरू तपाईँका लागि आउन सक्छन्। यी उदाहरण त केवल तपाईँको बाधाहरू मात्र नभई विकासका समझदारीमा अवसरहरू पनि खुल्ला दिमागले सम्बन्धलाई सिक्न इच्छा राखेर अगाडि बढ्नुपर्छ भनेर प्रेम जीवनमा देखिएको छ भने महत्त्वपूर्ण व्यक्तिसँगको केही कुराहरू सिकिने, वृद्धि गर्न सकिने अनुभूति प्राप्ति हुन सक्छ। वृश्चिक राशिका व्यक्तिहरूलाई प्रेम सम्बन्धको आशा, विशेष गरेर रिलेसनसँग सम्बन्धित केही चुनौतीको भविष्यवाणी छ, जसले पार्टनर बीचमा वाद विवादहरू, अप्ठ्यारा परिस्थितिहरू, केही असमझदारीहरू, केही समझदारीका साथ तपाईँलाई सम्बन्धलाई बलियो बनाउने कोसिस गर्नुपर्छ। विकासको लागि, प्रगतिका लागि एकाअर्काप्रति मिलेर गर्नुपर्छ, किनकि यो चुनौतीको समय र परीक्षाको समय पनि रहेको छ। एकाअर्काप्रति
भविष्यमा प्रेम रिलेसनमा केही सुरुवात चुनौतीहरूको सामना गरेर अनि पछिको समय केही राम्रो हुँदै जान सक्ने देखिन्छ। प्रेम विवाहको योग जुरेको छ। रिलेसन जो सिङ्गल हुनुहुन्छ उहाँहरूको लागि राम्रो छ। प्रेमको खोजी गर्नेहरूका लागि राम्रो छ र अगाडि बढ्न सक्नुहुन्छ। यात्राको लागि विदेशका भ्रमण गर्ने अवसरहरू रहेका छन् र आफ्नो मनलाई ध्यान केन्द्रित गरेर अगाडि बढ्नुपर्छ। विगतको साथी या अन्य केही चिन्ताहरू समस्याहरू सँगसँगै तपाईँका लागि केही विश्वास निर्माण आदि कुराहरू तपाईँका लागि असमर्थ भावहरू रहन सक्छन्, जसका कारणले गर्दा अप्ठ्यारो परिस्थितिमा पर्न सक्नुहुन्छ, जसका कारणले सम्बन्धमा केही लचिक अवस्थाहरू शङ्कापद कुराहरू पार्टनर बिचमा धेरै तपाईँको शङ्काको बिउहरू उम्रन आउन सक्ने देखिएका छ। त्यस कारणले आफ्नो मनलाई बलियो बनाउनुपर्छ। रिसाउनु हुँदैन, रिसबाट बाहिर निस्कनुपर्छ, आवेशबाट बाहिर निस्कनुपर्छ। भ्रमको खेती र शङ्काको खेती छर्ने काम नगर्नु होला। सम्बन्धमा सकारात्मक गहिरो कुराकानी गरेर एकअर्कालाई बुझ्ने कोसिस गर्नुभयो भने राम्रो हुन्छ, नत्र सम्बन्धमा चुनौतीको सिर्जना हुनसक्छ तपाईँका कारणले। र व्यक्तिगत जीवनमा शान्ति र व्यक्तिगत जीवनको ठाउँको महत्त्वलाई बुझ्ने कोसिस गर्नु होला। वृश्चिक राशिमा जति पनि प्रेम रिलेसन 2082 सालमा हामीले भविष्यवाणी गरेका छौँ, यसमा अनुसार देवगुरु बृहस्पतिले सकारात्मक प्रतिफल परिणाम शुभफल प्रदान गरे पनि शनि राहु जस्ता केतु ग्रहले गुणस्तर जीवनमा असन्तुलन र अप्ठ्यारो परिस्थितिको परीक्षा लिन सक्छन्। त्यस कारणले गर्दा जोसलाई पुनः जोगाउने कोसिस गर्नु, छोटो यात्रा गर्ने प्रयास, पति पत्नीमा प्रेम प्रेमिकामा तपाईँलाई रोमान्टिक हुनेछ। वैवाहिक जीवन पति पत्नी बीचका लागि आशाजनक देखिन्छ कि यो बेला तपाईँको लागि धेरै अवसरहरूले ग्रहले दिँदै पनि समयलाई चिन्न नसक्दा धेरै अप्ठ्यारा परिस्थितिहरू, जटिल परिस्थितिहरू, द्वन्द बाधाहरू अवरोधहरूको सिर्जना हुन सक्छ। त्यसकारणले त्यो कुरालाई बुझेर अगाडि बढ्नुपर्छ, मतभेदबाट जोगिनुपर्छ। वृश्चिक राशिका व्यक्तिहरूलाई नकारात्मक प्रभावबाट घेरिन सक्नुहुन्छ, त्यो कारणले पनि विचार गर्नुपर्छ। शयन कक्षमा ऊर्जा सकारात्मक ऊर्जाका लागि शारीरिक आत्मीयले भरिएको सम्बन्धलाई बनाउने सक्षम बनाउन आफूलाई नै देख्नुपर्छ। तपाईँले पार्टनर बीचमा आश्चर्यजनक उपहारहरू प्राप्त गर्ने, केही छोटो लामो दूरीको यात्रा, तपाईँको वैवाहिक जीवनमा वफादारी, प्रेम, मान सम्मान, इज्जत र केही अझ सुरक्षितको आरामदायक पनि फलको प्राप्ति गर्न सक्नुहुन्छ। विभिन्न चुनौतीहरू बाधाहरू हिस्साहरू तपाईँका जीवनमा सकारात्मक स्वीकार एकअर्काप्रति बलियो बनाएर अगाडि बढ्नुपर्ने हुन्छ, नत्र कहिलेकाहीँ तपाईँको विभिन्न झगडामा मुछिएको अवस्थाहरू तपाईँका लागि विभिन्न अवरोधहरू गतिशील पुनः विचार गर्नुपर्नेछ। तपाईँको जन्मकुण्डलीमा दोस्रो सातौँ घरका समयहरू जन्मकुण्डलीको प्रमुख रूपमा रहेका छन्, जसका कारणले गर्दा तपाईँको एकअर्काप्रतिको दूरी भावनात्मक रूपमा कठिनाई बिचमा समस्याहरू, आत्मीयता समस्याहरू, बाधाहरू, अवरोधहरू। यदि तपाईँको लागि वार्षिक राशिफल प्रेम जीवन 2082 सालका लागि विगतमा केही द्वन्द्वहरू देखा परेका थिए भने यो बेला केही राहत मिलेर जानेछ, किनकि शनिको अडैयाबाट मुक्ति प्राप्त गर्दै हुनुहुन्छ। तर रिलेसनमा चाहिँ तपाईँको लागि बाधाहरू हुन सक्छन् र अभावित हुनुहुन्छ भने उहाँहरूले यदि कोही प्रेमिका खोज्दै हुनुहुन्छ या पुनः प्रेममा जोडिने कोसिस गर्दै हुनुहुन्छ भने यो वर्ष तपाईँको आकर्षित हुन सक्ने सम्भावना छ। गम्भीरतापूर्वक एकअर्काको बारेमा सोच्न सकिन्छ र यसै गरी विवाह हुने योगहरू पनि छन्। ढिलाइ नगर्नु उचित हुनेछ। अभावित व्यक्तिहरूका लागि प्रेम प्रेमिकाको बीचमा विश्वास र गहिरो रहने र केही प्रेमको प्रतिक्रियाको भाग बढेर जाने योगहरू छन्। बाटोमा आफूले केही कुराहरू सिक्ने अवसरहरू आउन सक्छ। भर्खरै प्रेममा रहनुहुनेहरूका लागि कहिलेकाहीँ आफ्नै रिस या आवेशका कारणले कमजोरी बन्न सक्छ र अब 2082 सालमा यो वर्षभरि तपाईँको अनुकूल छ। सकारात्मक ऊर्जाको महसुस गर्न सक्नुहुन्छ। विवादित मूल निवासीका लागि यसै गरी तपाईँको लागि पूर्ण मेलमिलाप रहनेछ र तपाईँ गम्भीर हुनुहुनेछ। सामञ्जस्यपूर्णता अगाडि बढ्न सक्नुहुन्छ। अभावित व्यक्तिहरूका लागि प्रेमिका मिल्नेछ र यो विशेष गरेर केही ज्योतिष उपायहरू अपनाउन चाहनुहुन्छ भने हरेक दिन बिहानमा कम्तीमा तपाईँले ओम ब्रह्म बृहस्पति नमः मन्त्रको जप गर्ने, हनुमान चालिसाको पाठ गर्ने, चाँदीको गिलासमा पानी पिउने र घरमा सकारात्मक ऊर्जा ल्याउनका लागि चन्दन सुगन्ध हरियो वस्तुहरू बोट बिरुवाहरूको फुलफुलहरूको तपाईँले विशेष गरेर यो लगाउने। यसो गर्दाखेरि हजुरहरूका जीवनमा राम्रो प्रतिफल परिणाम शुभ फलको प्राप्ति भई भाग्य यहाँ गएर उदय हुनेछ। नत्र अनेक प्रकारका कष्टहरू बाधाहरू जीवनमा सङ्कटहरू तपाईँका जीवनमा आइराख्न सक्छन्, जसका कारणले गर्दा धेरै द्वन्द्वहरू चल्न सक्छ। वृश्चिक राशिका पूजनीय बुबा आमा प्यारा दाजुभाइ दिदीबहिनीहरू, हामीले आज प्रेम रिलेसनसँग सम्बन्धित वृश्चिक राशिको बारेमा कुराकानी गरेका छौँ। जो वृश्चिक राशिको व्यक्ति हुनुहुन्छ प्रेम जीवनमा यो कमजोर परिणाम, अप्ठ्यारो परिस्थिति, शुभ कुरा गर्ने भने राहु केतुको प्रभावले 5औं घरबाट समाप्त भएर तपाईँलाई एकअर्काप्रति गलतफहमी, भ्रमको शङ्का, भ्रमको खेती, अप्ठ्यारो परिस्थितिहरू, बाधाहरू, अवरोधहरू, उदासीपनहरू ल्याउन सक्छ। वास्तविक जीवनमा एकअर्कालाई प्रेम गरेर तपाईँ विवाह गर्न चाहनेहरूका लागि एकअर्कालाई बुझ्ने कोसिस र रिसलाई कन्ट्रोल गर्नु पर्यो। प्रेममा नाटक नगर्नु नै तपाईँको लागि राम्रो हुन्छ। साँचो प्रेम गर्नु नै राम्रो हुन्छ, नत्र दरार र समस्याहरू आउन सक्छन्। शनिले तपाईँलाई हानि पुर्याउनुका साथसाथै अप्ठ्यारो परिस्थितिमा पार्न सक्छन्। यो वर्ष जीवनको राम्रोसँग
आनन्द लिनका लागि तपाईँले एकअर्कालाई बुझ्नुपर्नेछ। पति र पत्नी बिचमा यो वर्षको मामिलामा धेरै सहयोगिता हुन सक्नुहुन्छ, तर बिचमा केही अप्ठ्यारा परिस्थितिहरू, केही बाधाहरू, केही प्रेम जीवनमा केही नचाहँदै तपाईँको झगडा भइदिने, मनमुटाव स्थितिहरू भइदिने, एकअर्काप्रतिको अलिकति अप्ठ्यारो परिस्थितिहरू भइदिने तपाईँका लागि देखिन सक्छन्। जीवनसँग सम्बन्धित मामिलामा नराम्रो परिणामहरू हुनसक्छ। यसका कारणले तपाईँले विभिन्न क्षेत्रहरूलाई राम्रोसँग बुझेर आनन्द लिन सक्नुहुन्छ। यो वर्षभरि अनेक प्रकारका परिस्थिति, अनेक प्रकारका अप्ठ्यारा परिस्थितिबाट जोगिने कोसिस गरेर अगाडि बढ्नुभयो भने वृश्चिक राशिका लागि राम्रो हुनेछ। नत्र अनेक प्रकारका बाधा, अवरोध, समस्याहरू, सङ्कटहरू हजुरहरूको जीवनमा आइपर्नेछन्, जसका कारणले गर्दा हजुरहरूले भोग्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन। 2082 सालको प्रेम रिलेसनका लागि इष्ट मित्र आफन्तप्रतिको आरामदायक देवगुरु बृहस्पतिले तपाईँलाई पोजिटिभ फल, आनन्दमय जीवन र यसै गरी सबै बाधाहरू टाढा गरे तापनि शनि राहु केतुले बीचबीचमा शङ्का भ्रमको खेती उत्पन्न गर्नेछन् र उत्तम लाभ प्राप्तिका लागि जीवनसाथीसँगको खुसी आदिका योगहरू प्राप्त गर्न सक्नुहुन्छ। वैवाहिक जीवनलाई तपाईँले विवाह तपाईँको लागि शुभ छ। सन्तान प्राप्तिको लागि राम्रो छ। विवाह गर्न चाहनेहरूका लागि राम्रो भएर जान सक्ने देखिन्छ यस वर्षभरिमा। यसै गरी हामीले समग्रमा सम्पूर्ण कुराहरू लिँदै गर्दा जति पनि पूजनीय गुरु, बुबा, आमा, प्यारा दाजुभाइ, दिदीबहिनीहरू हुनुहुन्छ, यो वर्षभरि यदि हामीले अधिकांश क्षेत्रमा अब व्यापारलाई, व्यवसायलाई अँगालेर हेर्दाखेरि वृश्चिक राशिका व्यक्तिहरू जति पनि यदि हुनुहुन्छ भने यस वर्ष करियरको हिसाबले, व्यापारको हिसाबले तपाईँको लागि भने यदि मिलेर अगाडि बढ्नुहुन्छ भने धेरै राम्रो उन्नति, प्रगति, नयाँ नयाँ सोच, विचार, दृष्टिकोणबाट परिवर्तन तपाईँको लागि एउटा भाग्यको ढोका, व्यापारको ढोकाहरू खुलिएको छ। विकासमा इच्छुक व्यक्तिहरूका लागि धन लगानी गरेर व्यापार व्यवसायमा प्रगति गर्न सकिने, धन वृद्धि गर्न सकिने, उन्नति गर्न सक्ने, विस्तार रूपमा धन बचत गर्न सक्ने राम्रो राम्रो परिणाम, शुभ फलको प्राप्ति पनि तपाईँले यही वर्षमा प्राप्ति गर्न सक्नुहुनेछ। अनुकूल रहनेछ। मुख्य तपाईँको दीर्घकालीन लक्ष्यहरूलाई केन्द्रित गरेर प्रेम प्रेमिका, पति पत्नी बिचमा खुसीका वर्षहरू र धन धान्यको वृद्धि र नयाँ नयाँ जागिर, व्यापार व्यवसायमा उत्कृष्ट परिणामहरूको प्राप्ति गर्न सक्नुहुन्छ। व्यापार व्यवसायले शुभ अवसरहरू प्रदान गर्नेछ। जागिर पेसाले तपाईँलाई शुभ फलको प्रदान गर्नेछ। जीवनसाथीबाट पूर्णतः सहयोग प्राप्ति गर्न सक्नुहुन्छ। यो वर्षभरि अनुकूल अवस्था रहेका छन्, जसका कारणले तपाईँको लागि रोजगारीका क्षेत्रहरूमा पनि, रोजाइका क्षेत्रमा पनि तपाईँको लागि शुभ रहनेछ। स्थान परिवर्तन र चल अचल सम्पत्तिमा पनि वृद्धि भएर जाने योगहरू रहेका छन्, जसका कारणले गर्दा यो शुभ समय हो। र यसै गरी वृश्चिक राशिका व्यक्तिहरूलाई आर्थिक मा पनि तपाईँलाई भाग्यको वृद्धि हुनेछ। धन सम्पत्ति कमाउनमा, जोड्नमा, बचत गर्नमा, लगानी गर्नमा यो वर्ष प्रेम प्रेमिका र पति पत्नी बिचमा दुवैलाई राम्रो देखिएको छ। अनेक प्रकारका शुभ फलको प्राप्ति हुनेछन्। महत्त्वपूर्ण कुराहरू, महत्त्वपूर्ण लाभहरू, उन्नतिहरू विदेशबाट, स्वदेशबाट तपाईँको लागि रहेका छन्। केही शनिका कारणले भने अलिकति आर्थिक कारोबारको योजना, वित्तीय योजनाहरू एक आपसमा बुझेर र कानुनी र कागजी रूपमा गर्नुपर्ने अवस्था देखाएको छ भने यसमा यथार्थ परिपक्वता भएर निर्धारित रूपमा तपाईँले विभिन्न स्रोत साधनबाट विभिन्न कुरालाई ध्यान दिएर धन सम्पत्ति कमाउन सक्ने योगहरू बनेका छन्। उत्कृष्ट रूपमा तपाईँको शुभ साबित भएको छ। दाजुभाइ दिदीबहिनीबाट पनि यहाँ जो प्रेम प्रेमिका हुनुहुन्छ उहाँहरूले सहयोग प्राप्त गर्न सक्नुहुन्छ। बचतको लागि पैसा उचित व्यवस्थापन गर्नुभयो भने भविष्यको लागि राम्रो योगहरू देखिएको छ। 2082 सालमा तपाईँको लागि विदेश बस्नका लागि र विदेश जानका लागि यात्रासँग सम्बन्धित अत्यधिक राम्रो रहेको छ। शिक्षा क्षेत्रमा जोडिनुभएका प्रेम प्रेमिकाहरू 2082 साल तपाईँको लागि राम्रो रहेको छ। उच्च शिक्षा जो बेरोजगारी हुनुहुन्छ उहाँहरूको लागि विशेष गरेर सफलताको योगहरू रहेको छ। शिक्षामा अलिकति मेहनत गर्नुपर्छ। बेरोजगारी हुनुहुन्छ भने अझै तपाईँको लागि केही समय सुरुवातमा पर्खनु परे पनि तपाईँलाई आफूले आँटे जस्तै, सोचे जस्तै मुख्य परिश्रम अनुसारको फल प्राप्ति र प्रमोसन, वेतनमा वृद्धि, स्थान परिवर्तन, करियरमा परिवर्तन ठुलो योगहरू देखेको छ। प्रतिस्पर्धाका क्षेत्रमा सफल हुन सक्नुहुन्छ। आत्मविश्वास बढेर जानेछ र यसै गरी अनैतिकताका कार्यहरूबाट जोगिने कोसिस गर्नुहोला। झुट आरोपबाट जोगिने कोसिस गर्नुहोला। विवादित विषयमा नपर्नुहोला। आफूले आफूलाई पनि कन्ट्रोल गरेर अगाडि बढ्नुहोला र तपाईँको शिक्षा क्षेत्रमा अलिकति साउन र भदौतिर थोरै बाधा हुन सक्छन्। पति पत्नी बिचको जीवनलाई वास्तविक जीवनमा हेर्ने हो भने धेरै सुधार भएर पनि विवाह योग्य उमेर भएका व्यक्तिहरूको लागि विवाह हुने सम्भावना छ। सन्तान प्लानिङ गर्न सक्नुहुन्छ। प्रेम जीवन महत्त्वपूर्ण हुनेछ। वृश्चिक राशिका व्यक्तिहरूलाई यो प्रभाव वृश्चिक राशिका केही व्यक्तिहरू बिचमा, यस राशिका व्यक्तिहरूका लागि अनेक प्रकारका क्षेत्रबाट पोजिटिभ एनर्जी आए तापनि कहिलेकाहीँ आफ्नै कारणले चाहिँ तपाईँको जीवनमा बिग्रने सम्भावना छ र केही बदलाव, केही दबावहरू हुन सक्छन्। आफ्ना कुराहरू सेयर गर्नु अगाडि बाहिरी व्यक्तिहरूलाई विचार पुर्याउनु पर्ने योगहरू छन् र समस्यालाई आफूले समाधानतिर लाग्नुभयो भने राम्रो हुन्छ। इमान्दारितापूर्वक सम्बोधन गर्ने,
तीव्रता जोसका साथ अगाडि बढ्ने, विभिन्न गुणहरूलाई बुझ्ने, महत्त्वपूर्ण भूमिका निभाउने, नयाँ नयाँ रोमान्स, रोमान्टिक, आशाजगत र तपाईँले सन्तान प्राप्ति, गर्भधारणका लागि दिदीबहिनीहरूका लागि शुभ योग छ। नयाँ नयाँ मानिसहरू बाटोमा भेटिने छन्। जीवनमा महत्त्वपूर्ण प्रभाव र व्यक्तिहरूसँग भेटिने योगहरू छ र तपाईँलाई प्रभाव पर्न सक्ने योगहरू पनि धेरै देखेका छन्। वृश्चिक राशिका व्यक्तिहरूका लागि यो वर्षभरि तपाईँको लागि बच्चाको दृष्टिकोणबाट त्यति राम्रो भने हुने छैन, केही चिन्ताजनक बनाउन सक्छ। 5औँ घरमा राहुलले थोरै प्रभाव पार्न सक्ने योगहरू देखाएको छ। गर्भवती महिलाका लागि अलिकति सजग हुनुपर्छ, किनकि राहु केतुको स्वस्ति शान्ति गराउनुपर्छ। बच्चाको स्वास्थ्यको लागि अलिकति खराब हुन सक्छ, मानसिक तनावहरू बढ्न सक्छ। केही खुसीका योगहरू बच्चाको बारेमा तपाईँको लागि असार साउन पछिको समयमा राम्रो वर्ष रहेको छ। गर्भवती महिलाहरूका लागि भने अलिकति अशुभै रहेको छ, त्यस कारणले विचार पुर्याउनु पर्नेछ। पारिवारिक जीवनमा पनि यो प्रेम प्रेमिकाको बीचको सम्बन्ध, जोडीहरूका लागि पालन पोषणहरू र सकारात्मक ऊर्जा, शुभ कार्यहरू, मङ्गली कार्यहरू, देवालय मठ मन्दिरहरू, तीर्थयात्राहरू, प्रेममा सहजता भागहरू लिन सक्ने र यसै गरी जीवनमा खुसीहरू आउने योगहरू रहेका छन् र असीमित लाभहरू, उन्नतिहरू, प्रगतिहरू। बुबा आमासँगको सम्बन्धलाई बिगार्ने कोसिस नगर्नुहोला। एकअर्काले आफ्नो इच्छा भावनाहरू बुझिदिने कोसिस गर्नुहोला। 2082 मा परिवारका साथसाथ यात्रा गर्नुहुनेछ। स्वास्थ्य जीवनले हेर्ने भने तपाईँको लागि विशेष गरेर वृश्चिक राशिका व्यक्तिले प्रेम प्रेमिकाले दुवैले स्वास्थ्यको बारेमा विचार गर्नुपर्छ। मीन राशिमा शनि छन्। तपाईँलाई व्यक्तिगत जीवनमा स्वास्थ्यमा अनेक प्रकारको नराम्रो प्रभावहरू, स्वास्थ्यमा उतार चढावहरू, विभिन्न कारणहरू हुन सक्छन्। एकअर्कालाई हेरचाह गर्नुपर्ने, प्रेम गर्नुपर्ने र तपाईँको लागि अगाडि बढ्नुपर्छ। वृश्चिक राशिका व्यक्तिहरूलाई चिन्ता, भय, डर, त्रास आदिका योगहरू भित्री संसारमा अनेक प्रकारका नकारात्मक भावनाहरू तपाईँका लागि रहन सक्छन्। त्यस कारणले गर्दा पटक पटक योगा, साधना, मेडिटेसन, खानपिन, फुड पोइजन जस्ता चिजबाट जोगिनु पर्यो। ओइली, मसला, स्पाइसी चिजबाट जोगिनु पर्यो। मीन राशिमा शनिको प्रभावले वृश्चिक राशिका व्यक्तिहरूलाई आध्यात्मिक विकासको र विश्वासमा अभ्यासको आवश्यकता प्रदान गरे तापनि यो बेलामा तपाईँका लागि विभिन्न समुदाय समर्थन, वृश्चिक राशिका लागि अन्तर्दृष्टिहरू, गहिरो भावनात्मक रूपमा प्रभाव परिरहनेछ। 2082 सालमा महत्त्वपूर्ण परिवर्तनको योगहरू र मीन राशिमा तपाईँको लागि शनि र मिथुन राशिमा गुरुको योग र सिंह राशिमा केतु र कुम्भ राशिमा राहु रहेका छन्। यसले परिवर्तनशील अँगाल्न सक्ने र नयाँ नयाँ अवसरका ढोकाहरू खोलिने, प्रेम जीवनमा नयाँ अवसरहरू आउने र यसै गरी वृद्ध अवस्थाका व्यक्तिहरूलाई पनि लाभ भएर जाने, जन्मजातबाट आफ्नो क्षमतालाई अँगाल्ने र जन्मजातका सपनाहरूलाई पूर्ण गर्ने योगहरू आफैमा जोस, जागर, दृढ सङ्कल्प भएर अगाडि बढ्न सक्नुहुन्छ। दैनिक रूपमा सूर्यलाई जल चढाउनुहोला, हनुमान चालिसाको पाठ गर्नुहोला, कान्छी बहिनी भएमा उहाँको विशेष प्रेम गरेर ख्याल गर्नुहोला, घाँटीमा चाँदीको सिक्री लगाउनु होला र यसै गरी चामल चाँदीको बरकत टुक्राहरू पकेटमा राख्नु होला। प्रत्येक मङ्गलबारको दिनमा, शनिबारको दिनमा सुन्दरकाण्ड पाठ गर्नु होला। आफ्नो पुर्खाहरूको सम्पत्ति कहिले पनि बेच्ने काम नगर्नु होला। आफ्नो खल्तीमा रातो रुमाल राख्नु होला। तितो शब्द नबोल्नु होला, झुट नबोल्नु होला र मासुको सेवन नगर्नु होला। घरमा हात्तीको दाँतबाट बनेको कुनै खेलौनाहरू नराख्नु होला र रातो रङ तपाईँको तपाईँ समस्याको ज्योतिषीय समाधान खोजिरहनु भएको छ। कसैको समयमा विवाह भएको छैन, कसैको घरमा दुःख, अशान्ति, भय, रोग, ऋणले छोडेको छैन, वैवाहिक जीवन, प्रेम जीवन, सन्तान, व्यवसाय, अध्ययन सम्पूर्ण जानकारीका लागि ज्योतिषीय सल्लाह लिनुपर्दछ। हाम्रो मुख्य सेवाहरू चिना टिप्पण बनाउने, हेर्ने, ग्रहको बारेमा र यसै गरी अनलाइन पूजा, अनलाइन ग्रह शान्ति र यसै गरी विवाह, व्रतबन्ध आदि पूजा पाठ, ग्रह शान्ति लगायत तन्त्र, मन्त्र, विधि विधान, वास्तुको बारेमा हाम्रो एष्टदर्शन प्रणालीलाई सम्झन सक्नुहुन्छ। नमस्कार। श्री गणेशाय नमः। नमस्कार पूजनीय बुबामा, प्यारा दाजुभाइ, दिदीबहिनीहरू, इष्टमित्र, आफन्त, कुटुम्ब परिवारमा हृदयकणबाट नमन टक्राउन चाहन्छु। विक्रम सम्वत 2081 साल समाप्त भएर 2082 साल लाग्दैछ। म नयाँ साल 2082 सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना, सुस्वास्थ्य दीर्घायुको कामना टक्राउन चाहन्छु। 33 कोटी देवता, कुलपित्री, थानीमानी, देवी देवता, इष्टदेव, अष्टनागहरूले सदा हजुरहरूको रक्षा गरून्, कल्याण गरून्। जीवनमा आँटेको पुगोस्, ताकेको पुगोस्, रोग नलागोस्, ऋण नलागोस्, शत्रु नलागोस् र सदा दुर्गा माता दाहिनी भएर हजुरहरूको रक्षा गरून्, कल्याण गरून्। जीवनमा जति तति आँटेको ताकेको पूर्ण होस् भनेर म भगवानसँग प्रार्थना गर्दै आजको विषय श्रृङ्खला अत्यन्तै महत्त्वपूर्ण विषयलाई लिएको छु, जो धनु राशिको व्यक्ति हुनुहुन्छ। धनु राशिका लागि यो 2082 साल तपाईको लागि प्रेम जीवन, पति पत्नी बीचको सम्बन्ध कस्तो रहन्छ, के गर्दा राम्रो छ, छोड बिछोड, प्रेममा मिलन अनि पति पत्नीमा ब्रेक
डिभोर्स या छुट्टिनु पर्ने समग्रमा सम्पूर्ण जानकारीहरू लिएको छु जस्ताका तस्तै। र यहाँहरूले यो भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ, पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिन म विनम्रता अनुरोध गर्दछु। यहाँहरूको सुख, शान्ति, समृद्धिको कामना गर्दै आज हामी 2082 सालमा जति पनि धनु राशिका व्यक्ति हुनुहुन्छ रिलेसन प्रेम जीवनका लागि समग्रमा लिएर उपस्थित भइसकेको छु सबैजनाको लागि। ल आउनुहोस्, आज हामी धनु राशिमा जस्ताका तस्तै भविष्यवाणी लिएर उपस्थित भएका छौँ। 2082 सालमा धनु राशिका व्यक्तिहरूका लागि विशेषता रहनेछ। साढे अढाइको दशा पनि तपाईलाई प्रवेश रहनेछ। यिनीहरू विशेष गरेर म केही राशिको बारेमा भन्छु। यिनीहरू सुन्दर किसिमका व्यक्ति, आकृत खैरो आँखा, खैरो कपाल, उच्च आँखी भौँ भएका, लामो अनुहार, लामो नाक, आकर्षण चाल, सिधा बाक्लो ओठहरू भएका हुन सक्छन् र केही कसैको पातलो ओठ पनि हुन सक्छ। यिनीहरू स्वतन्त्र, दयालु र यसै गरी इमानदार र भरपर्दो, ईश्वरप्रति र भगवानप्रतिको आस्था भएको, सार्थक र अतिरिक्त इन्द्रिय ज्ञान भएका व्यक्तिहरू। यिनीहरूको कुराको गहिराइमा छुट्टै पुग्ने गर्छन्। आँखा कमजोरी, स्पष्टवादी, परम्परावादी र व्यावसायिक दृष्टिकोण राख्न सक्ने क्षमतावान भएका व्यक्तिहरू। कहिलेकाहीँ यिनीहरू बेचैनी, चिन्तित पनि हुने गर्ने र आत्तिने व्यक्ति पनि हुने गर्छन्। दोहोरो सोच भएका, अलराउन्डर, हरेक विषय सिक्न इच्छुक हुने र बुद्धिका धनी भएका, आफैले आफैलाई सर्वमान ठान्ने व्यक्ति, खुसी मन भएका। यिनीहरू कानुनी पालना गर्ने मानिसहरू हुन् जो अदालत टाढाबाट यिनीहरू विशेष गरेर विजय प्राप्ति गर्ने, सरकारी जागिरमा रुचि राख्ने र पोलिटिसियन क्षेत्रको लागि राम्रो, सरल जीवन, खुसी जीवन। यिनीहरू समय अनुसार आफूलाई ढाल्न सक्ने, कला र बुद्धि भएका, गरिबीको प्रेमी, रचनात्मक तरिकाले प्रतिभाले धनी, कानुन पालना गर्ने र यसै गरी अदालत विवादितबाट टाढा रहन मन पराउने र प्रविद्या दर्शनमा रुचि राख्ने व्यक्तिहरू धनु राशिका व्यक्तिहरू पर्छन्। यिनीहरू स्वच्छता, व्यवस्था, अनुशासन, कडा परिश्रम, कम बोल्ने र मार्फत यिनीहरू सफलता प्राप्ति गर्छन्। यिनीहरू आत्मविश्वासले भरिएका हुन्छन्। हातमा रहेको काम अधुरो छोड्दैनन् र काम गरेर छोड्छन्। सरकारबाट सहयोग प्राप्ति हुन्छ। यिनीहरूलाई सम्पत्तिको उत्तराधिकारी पाउँछन्। यिनीहरू यात्रामा मन पराउने हुन्छन्। यिनीहरूको शिक्षक, वक्ता, धार्मिक नेता र न्यायाधीश, वकिल आदि जस्ता काममा यिनीहरू विशेष गरेर सफलता प्राप्ति गर्ने गर्दछन्। र धनु राशि भएका व्यक्तिहरू विशेष गरेर यो देवगुरु बृहस्पतिबाट शासित राशि हो। यिनीहरू हामीले हेर्दाखेरि विभिन्न ताराहरूले अवसर प्रदान गरेर चुनौतीको 2082 सालमा प्रेम रिलेसनलाई लिएर पूर्ण रूपमा चुनौती रूपान्तरण भरिएको प्रतिनिधि गर्ने गर्छ। विस्तार रूपमा वृद्धिको योग र देवगुरु बृहस्पतिबाट शासित राशि भएका कारणले यी मानिसहरूका लागि, प्रेमिकाका लागि आफ्नो साहसिक भावना, आशावाद, ज्ञानको तिखार गरेर लागि परिचित भएर ज्ञान, बुद्धि, विद्या, उच्च सफलता, जब, तपाईको बिजनेसलाई प्रारम्भ गर्ने वर्ष 2082 सालमा प्रेम प्रेमिकाको बीचको दुवैको लागि देखिन्छ। यो वर्ष अन्तरहीन गुणले पूर्ण रूपमा तपाईँ यात्राका आकार दिने, आकर्षीय प्रभावहरूलाई नेगेटिभ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने, करियरको प्रगतिदेखि व्यक्तिगत विकासमा प्रेमसम्ममा 2082 साल धनु राशिले गहिरो परिवर्तन, व्यक्तिगत जीवनको विकासको वर्ष, अनुभूति प्राप्ति गर्न सक्ने योगहरू पनि ग्रहले प्रदान गरेको छ। 2082 सालमा जो धनु राशिका व्यक्तिहरू हुनुहुन्छ, धनु राशिका व्यक्तिहरूका लागि यो वर्षभरि प्रेम पंक्तिले, यो समय ऊर्जाले जीवनमा लक्ष्यहरूलाई आत्मनिर्भर गरेर पूर्ण मिलन र पूर्ण योगहरू बनाएको छ। सुझाव, विद्या, बुद्धि, प्रगति देवगुरु बृहस्पतिको ग्रहले बलियो बनाउने छ, जसलाई तपाईले आफ्नो मनोकामनाहरू व्यक्तिगत जीवनमा तपाईले कायम राख्नमा, कल्याणकारी बीचमा सन्तुलन खोजेर एकाअर्कालाई मिलन, विवाहको बारेमा छलफल, विवाहको बारेमा प्रस्तावहरू, प्रेमको बारेमा प्रस्तावहरू, भइरहेको माया प्रेमहरू पनि पुनः मिलनका योगहरू बनेका छन्। 2082 सालमा तपाईको लागि
राम्रो राम्रो प्रतिफल परिणाम सुफलको प्राप्तिको वर्ष पनि यो वर्षमा रहेको देखिन्छ। यदि धनु राशिका व्यक्तिहरूलाई ग्रह दशाहरूले समय जीवनका लक्ष्यहरूलाई आत्मनिर्भर गर्नमा र पुनः मूल्याङ्कन गर्ने समय पनि प्रदान गरिदिनेछ, जसका कारणले गर्दा यहाँहरूको यो समय शुभ सुझाव र शनि र देवगुरु बृहस्पति विशेष गरी बलिया रहनेछन् र शनि तपाईँको अढाइएको दशा रहे पनि त्यति हानिकारक रहने छैन। आफ्नो मनोकामना व्यक्ति जीवनमा कल्याणकारी सन्तुलन खोज्नमा आग्रहण गर्नेछ भने शनिले र गुरुले चाहिँ तपाईँको लागि जीवनमा र यसै गरी तपाईँको लागि यो ग्रहले देवगुरु बृहस्पतिको आधा भागमा चाहिँ तपाईँको वृष राशिमा रहेर तपाईँको जब वैशाखबाट मीन राशि तपाईँको मिथुन राशिमा प्रवेश गर्नेछन्, जोस जागर हिम्मत यात्रा पराक्रम जब करियरलाई लिएर सृजित व्यापारहरूका अवसरहरू प्रदान गरिदिने भाग्य उदय हुने योगहरू बनेको छ। यो वर्षको उत्तरार्धमा बृहस्पति मिथुन राशिमा जब प्रवेश गर्दै गर्दा तपाईँले ध्यान सकेसम्म स्थिरता एकदम केन्द्रित गर्नुपर्छ। आफूले पहिलाका भन्दा धेरै जागृत भएर अगाडि बढ्नुपर्छ। वर्षभरि नै मीन राशि तपाईँको मीन राशिमा शनिको प्रवेश रहनेछ। अनुशासनको आवश्यकता छ। कुनै धर्म विरुद्ध न्याय विरुद्ध र काम विरुद्ध गएर कार्यहरू नगर्नुहोला र ऊर्जालाई आफूले अझै प्रभावकारीको रूपमा दीर्घकालीन लक्ष्यहरूलाई प्राप्त गरेर अगाडि बढ्न सक्नुहुन्छ। मन बेचैन रहन सक्छ। यस बीचमा शनिले तपाईँलाई केही रचनात्मक आध्यात्मिक विकास र गहिरो रिसर्च र अध्ययन गर्नमा तपाईँलाई भित्री शक्तिको वृद्धि गर्नेछन् र आत्माको बुझाइलाई प्रभावित पार्न सक्छन् शनि ग्रहले। त्यसकारणले गर्दाखेरि धेरै कुराहरू बुझ्नुपर्ने योगहरू पनि त्यत्तिकै देखिन्छ भने 2082 सालमा जति पनि धनु राशिका व्यक्तित्वहरू हुनुहुन्छ, धनु राशिका व्यक्तिहरूका लागि 2082 सालमा हामीले समग्रमा यदि हेर्ने भने यो वर्ष वैवाहिक जीवनका लागि उत्कृष्ट रहन्छ। पति पत्नी बीचमा निकै प्रेम बढेर जानेछ। जीवनसाथीको सम्बन्धमा सुधार आउनेछ। विवाह योग्य उमेर पुगेका व्यक्तिहरूको विवाह हुनेछ। विवाह हुने सम्भावना छ। विवाहित जोडीका लागि प्रेम बीचमा बढेर अभावित व्यक्तिहरूका लागि विवाहको विकासको योग र प्रेम विवाहको योगहरू, पार्टनर बीचमा उत्तम स्तरको योगहरू र दुवैले सँगसँगै पुरा कामहरू गर्न सकिने या व्यापार व्यवसाय अगाडि बढ्न सक्ने। धनु राशिमा प्रेम सम्बन्धको लगनशीलता, पार्टनर बीचमा परिवर्तनको योगहरू, प्रतिबन्ध सम्बन्धहरू तपाईँका लागि खुसीका योगहरू, परम्परिका समझदारीहरू अवसरहरू बढाउने योगहरू रहेका छन्। आपसी सम्बन्ध सहकारी तपाईँका सँगसँगै नयाँ अवसरहरू जीवनमा तपाईँको लागि खुसीहरू, चुनौतीहरू, आर्थिक उन्नतिहरू, प्रगतिहरू, समस्यालाई समाधान गर्न सक्ने, समस्याका समाधान गर्नका लागि इमानदारीतापूर्वक कार्यहरू गर्न सकिने बलियो अवसरहरू, खुसीहरू, रोमान्स, रोमान्टिकका आशाजनकका योगहरू रहेका छन् भने यो वर्षभरि तपाईँका विभिन्न मूल्यहरूलाई सेयर गर्न सकिने, भेट्नका लागि नयाँ नयाँ सम्बन्ध, खुला बाटाहरू प्राप्ति हुने, प्रेमको राम्रो अवसरहरू प्राप्ति हुने योगहरू पनि 2082 सालमा विशेष गरेर देखिएको छ। यदि तपाईँ यहाँ धनु राशिको व्यक्ति हुनुहुन्छ भने धनु राशिका व्यक्तिहरूका लागि 2082 सालमा पूजनीय गुरु बुबाआमा प्यारा दाजुभाइ दिदीबहिनीहरू इष्टमित्र आफन्तजनहरू जति पनि हुनुहुन्छ यो वर्षभरि तपाईँको लागि प्रेमको कुरा गर्ने भने तपाईँ साहसिक आत्मबलको कुरा, धनु राशिका व्यक्तिहरूलाई साहसिक कार्यको लागि भावनात्मक रूपमा तपाईँ प्रचलित हुनुहुनेछ र प्रेम सम्बन्धप्रति तपाईँको दृष्टिकोण रोमान्सले मात्र नभई आनन्दले पनि भरिपूर्ण रहने योगहरू रहेको छ। आफ्नो पार्टनरको भावनात्मक आवश्यकताहरूलाई गहिरो रूपले बुझ्नुहुनेछ। कुनै पनि समस्याको तत्काल समाधान खोज्नमा तपाईँ तयार रहनुहुन्छ। तपाईँप्रति तर्क वितर्कबाट बच्न रुचाउने व्यक्ति भएका कारणले दुवैप्रति यस पक्षलाई चाहिँ जित्ने परिस्थितिको सिर्जना गर्ने प्रयास गर्नुहुनेछ भने 2082 साल प्रेम रिलेसनलाई राम्रो रहेको छ। प्रेम जीवनमा रिस राग भने तपाईँप्रति कुनै पनि देखिँदैन। तपाईँसँगको कुराकानी गहिरोमा रहनेछ। तपाईँप्रति छनौट गर्ने स्वभाव हुन सक्ने देखिन्छ। एकैपटक तपाईँलाई कसैसँग सम्बन्धमा गाँसिसकेपछि तिनीहरूप्रतिलाई चोट पुर्याउने कुनै पनि उपाय, कुनै पनि बाधा, कुनै पनि त्यो रिस राग भने देखिँदैन। प्रेमको बारेमा धेरै आशावादी निरस्त सम्बन्धहरू तपाईँका लागि होइनन्। तपाईँ इमानदारीका कुरा गर्न मन पराउनुहुन्छ। आफ्नो पार्टनर बीचमा खुलेर आफ्ना कुराहरू राख्न, कदर गर्न तपाईँको लागि देखिन्छ। आफ्ना विचार, आफ्ना भावनात्मक रूपमा खुलेर बोल्न सक्ने क्षमताको वृद्धि गरिदिनेछ। धनु राशिका व्यक्तिहरूलाई प्रेम जीवन यो विशेष गरेर तपाईँको एउटा व्यक्तिगत जीवनको यात्रा रमणीय भविष्यका लागि स्मरणीयता रहनेछ र भविष्यका लागि तपाईँको अज्ञात सम्बन्धहरूबाट सट्टा अर्थपूर्ण सम्बन्धहरू खोज्नेहरूले तपाईँले प्रतिबन्ध मार्फत आफ्नो सम्बन्धलाई बलियो बनाउनुहुनेछ। कम सहित लिने प्रयास गर्नुहुनेछ। सम्बन्धमा व्यक्तिगत जीवनमा ठाउँमा कुनै पनि ठाउँ व्यक्तिगत ठाउँ कायम राख्नुहुनेछ भनेर देखिन्छ, जसका कारणले 2082 साल जो धनु राशिको लागि हुनुहुन्छ उहाँहरूको लागि निकै शुभ योग बनेको छ। धनु राशिका व्यक्तिहरूलाई प्रेम सम्बन्धमा
सुरुवात शुभ सङ्केत नै देखिन्छ। चिन्ता गर्नुपर्ने कुनै स्थिति देखिँदैन। शनि अड्याइएको दशा लागे पनि तपाईँको निरस्तका भावहरू अन्त हुनेछन्। सम्बन्धहरूमा अप्ठ्यारा परिस्थितिहरू अन्त हुनेछन्। सम्बन्धलाई बलियो बनाएर प्रेम विवाह गर्ने अवसरहरू वर्षको तपाईँको लागि अत्यन्त उत्तम देखिन्छ। विश्वासमा कमी हुन नदिनु, विश्वासलाई आफूले अगाल्नु, राम्रो हुनु, बुझाइको लागि राम्रो योगहरू, सञ्चार प्राथमिकता दिएर पार्टनर बिचमा राम्रोसँग बुझिने प्रयास गर्नु, आफूलाई एकअर्काप्रतिको नजिक ल्याउनु र यसै गरी वैशाखबाट अत्यन्तै रोमान्टिक तपाईँका पुरा सपनाहरू, समस्याहरूलाई समाधान गर्न सक्ने, पार्टनर बिचमा राम्रोसँग बुझ्न सक्ने, एकअर्काप्रतिको कुरा, सम्बन्ध, स्नेह, माया, प्रेम, कुराकानीहरू, पार्टनर बिच बुबा आमाप्रतिको शुभ योगहरू, वर्षको अन्तिमसम्ममा तपाईँलाई विवाह भावनात्मक रूपमा उत्तम परिणामहरू, शुभ फलहरू, सकारात्मक परिवर्तनहरू, विकासको बलका साथसाथै तपाईँको लागि यो वर्षभरि प्रेमले आनन्दमय रहने योगहरू धनु राशिका व्यक्तिहरूलाई बनेका छन्। खुसीका योगहरू छन् र उत्कृष्ट योगहरू छन्। एकअर्काप्रतिको प्रेम बलियो हुनेछ। पार्टनर बिचमा अझै सरल कुराकानी गरेर अगाडि बढ्न सक्नुहुन्छ। 2082 सालमा तपाईँले एकअर्कालाई चिन्ने अवसर र मूल्य विश्वास र कायम राख्नुहुनेछ। एकअर्काप्रतिको जीवन इच्छाहरूको बारेमा हरेक चिजहरू एकअर्काप्रति लक्ष्य ताकेर अगाडि बढ्न सक्ने योगहरू बनेका छन् भने 2082 सालमा जो वैवाहिक जीवनमा जो पति पत्नी बिचमा बाँधिनु भएको छ उहाँहरूका लागि यो सन्तान प्राप्तिका लागि, सन्तान प्लानिङका लागि, वैवाहिक जीवनका लागि वरदान शुभ साबित हुनेछ। शासक देवगुरु बृहस्पतिले जीवनमा अनेक प्रकारको खुसीहरू र सकारात्मक आशीर्वाद प्रदान गर्नेछन्। जीवनसाथी भावनात्मक रूपमा अलौकिक सम्बन्ध स्थापित गर्नमा सफल हुन सक्नुहुन्छ। वर्षको तपाईँको लागि जीवनसाथीप्रतिको प्रेम स्पष्ट रूपमा देखा पर्नेछ। भर्खरै वैवाहिक जीवनमा बाँधिने उनीहरूका लागि एकअर्काप्रतिको प्रेमको बारेमा तपाईँले धेरै खुसीहरू, धेरै चिजहरू जान्न सक्नुहुन्छ। आवश्यकता वस्तुहरू अन्त गरेर तपाईँको माया, प्रेम, विवाहको लागि एकअर्काप्रतिको कुराहरू, आकर्षणका योगहरू केन्द्र तपाईँको लागि जीवनसाथीले उच्च स्तरको घनिष्ठ मित्रताको अनुभूति गराउन सक्छन्। बलियो योगहरू छ तपाईँका लागि। जीवनमा जस्तासुकै समस्याबाट पनि मुक्ति पाउन सक्नुहुन्छ। यो वर्षभरि तपाईँको लागि जीवनसाथीप्रतिको छोटो यात्रा, लामो दूरीको यात्रा, भविष्यमा नयाँ नयाँ योजनाहरू, शुभ फलहरू तपाईँको जीवनमा रहिरहनेछन् र यो वर्षभरि जो अभावित हुनुहुन्छ उहाँहरूलाई पनि प्रेम जीवनमा तपाईँको लागि शुभ रहेको छ। आफन्तबाट प्रेम प्रस्तावहरू, जीवनसाथी भेट्ने, एकअर्काप्रति भेटघाट गर्ने, राम्रो कुराकानी गर्ने, त्यसैलाई विवाहमा तपाईँको परिवर्तन हुने यो वर्ष बुद्धिमान निर्णयहरू तपाईँको लागि सही शुभ फलहरूको एकअर्काप्रतिमा राम्रो योगहरू रहेका छन्। साथमा तपाईँको विदेश, देश, अनेक प्रकारका यात्राहरू, कुराकानीमा छलफल गरेर आफूले आफ्नो जीवनको जग बसाउन सकिने योगहरू रहेका छन्, जसका कारणले गर्दा 2082 सालमा प्रेम प्रेमिकाको जोडीको रोमान्टिकले भरिपूर्ण भविष्यवाणी 2082 मा धनु राशिका लागि रहेको छ। पूर्णिमाको दिनमा पार्टनरलाई भेट्ने, चन्द्रमाको उज्यालोमा हिँड्ने प्रयास गर्ने, हरेक बुधबारको दिनमा सङ्कटनाशक स्तोत्रको पाठ गर्ने, प्रत्येक शनिबारको दिनमा साँझमा पिपलको रुखमा जल अर्पण गरेर तोरीको तेलको दियो बाल्दिने र प्रत्येक दिन हनुमान चालिसाको पाठ गर्ने र बाँदरहरूलाई तपाईँले केरा खुवाउने सेवा गर्यो भने अझै जीवनमा उन्नति, प्रगति, शुभ फलको प्राप्ति यस धनु राशिका व्यक्तिहरूलाई पनि 2082 सालमा हुनेछ। 2082 सालको जुन भविष्यवाणी छ रिलेसन, प्रेम जीवनका बारेमा जति पनि हुनुहुन्छ उहाँहरूको लागि यो समय भनेको लभ लाइफका लागि अत्यन्त उत्तम वर्ष रहेको छ। देवगुरु बृहस्पतिले लभ लाइफमा अनुकूलता फल दिनेछन्। मङ्गलले तपाईँलाई लभ क्षेत्रमा, प्रेम जीवनमा अत्यन्त उत्कृष्ट परिणाम दिनेछ। अनुकूल फलको प्राप्ति हुनेछ प्रेम सम्बन्धका लागि र वैवाहिक जीवनका लागि दुवै यो वर्ष राम्रो नतिजा, विकासको योगहरू र खुसीका योगहरू विशेष गरेर रहेका छन्। केही अंश नतिजाले तपाईँलाई केही नराम्रो तेस्रो व्यक्तिका कारणले कहिलेकाहीँ नराम्रो प्रभाव र केही व्यापार व्यवसायका कारणले या आर्थिक पक्षका कारणले हल्का फुल्का केही नराम्रो प्रभाव रहे पनि बेला बखतमा तपाईँको लागि यो खुसीहरू कम हुने छैनन् र राम्रो हुनेछ। सम्बन्धको कुरा यस्तो बेलामा सन्तान प्राप्तिका लागि, वैवाहिक जीवनलाई धेरै राम्रो, गृहस्थी जीवन पनि तपाईँको लागि धेरै राम्रो र तपाईँका घरमा शुभ कार्यहरू, मङ्गली कार्यहरू, देवालय मठ मन्दिरहरू, तीर्थयात्राहरू, अनेक प्रकारको शुभ फलको प्राप्ति गर्न सक्ने योगहरू धनु राशिका व्यक्तिहरूलाई 2082 सालमा देखिएका छन्। धनु राशिको पूजनीय बुबा आमा, प्यारा दाजुभाइ, दिदीबहिनीहरू जति पनि मलाई यति बेला देश विदेशबाट, संसारका कुनाबाट हेर्दै हुनुहुन्छ उहाँहरूको लागि यो वर्ष निकै प्रेममय र आकर्षण वर्ष। लभ लाइफ, प्रेम जीवन, वैवाहिक जीवन, सिङ्गल हुनेहरूका लागि मिठासको योगहरू र आफन्तप्रति प्रेममा डुब्ने
प्रेमको समुद्रमा डुब्ने, इश्कको समुद्रमा डुब्ने अत्यन्त पोजिटिभ तपाईँको लागिरहेको छ। आफ्ना कुराहरू, आफै बीचमा रहेका कुराहरू अन्य बाहिरी व्यक्तिलाई सेयर नगर्नुहोला। नवविध जोडीहरूका लागि यो रिलेसनसिप हनीमुन तपाईँको लागि अत्यन्त नजिकता बनाउनेछ, अझै प्रेममा घुलाउनेछ। वैवाहिक जीवन चार चाँद लाग्नेछ, खुसीहरू प्रदान गर्नेछ। जीवनसाथी आफन्तप्रति तपाईँका लागि सन्तान पक्षमा अनेक क्षेत्रबाट खुसी प्रदान गर्नेछ। मेडिटेसनका साथसाथ तपाईँको लागि अझै योगा साधना गरेर धैर्यताका साथ अगाडि बढ्नुहुन्छ भने बल प्रदान गर्नेछ यो ग्रहले। 2082 सालमा धनु राशिका व्यक्तिलाई आर्थिक स्थितिहरूलाई पनि प्रेमका बिचमा बलियो बनाउन सक्नुहुन्छ। यो वर्ष तपाईँको आधारमा आम्दानीका स्रोतहरूको वृद्धि हुने, नयाँ नयाँ जागिरका अवसरहरूको सिर्जना गरेको छ। दीर्घकालीन लगानीहरू गर्नका लागि, भविष्यका लागि राम्रो जग बसाउनका लागि, व्यापार व्यवसायमा तपाईँको लागि शुभ अवसरहरू भावनात्मक रूपमा तपाईँले नयाँ नयाँ व्यापार व्यवसाय पुनः विचार गरेर व्यापार बजारको क्षेत्रमा उत्तम प्रतिबन्ध विकासको योगहरू, तपाईँको नवीन कार्यहरूमा अगाडि बढ्न सक्ने देखिन्छ। जसका कारणले गर्दाखेरि 2082 सालमा यदि तपाईँ धनु राशिको व्यक्ति हुनुहुन्छ भने धनु राशिका व्यक्तिहरूलाई यो जागिरी पेसा, व्यापार व्यवसाय, मनोकामनाहरू, इच्छाहरू पूर्ण भएर जानेछन्। आर्थिक पक्षमा धन धान्यको वृद्धि छ र धन सम्पत्तिको वृद्धि हुनेछ। भूमि प्रदान, घर घडेरीको योगहरू, फाइदाजनकका योगहरू रहेका छन् भने 2082 मा तपाईँको उच्च शिक्षा प्राप्तिका लागि विदेश भ्रमण गर्न सक्नुहुन्छ। बच्चाको सन्तानको प्रगतिमा तपाईँको लागि विवाह योग्य पुगेका व्यक्तिहरूको विवाह हुने योगहरू छन्, किनभने अलिकति दुर्घटना, चोटपिटक, बिमारको योग भने देखिन्छ। र यस कारणले पारिवारिक जीवन, सहयोगी यात्राहरू, तपाईँको अन्तर्क्रिया, पारिवारिक जीवनहरू, खुसीका योगहरू, हरेक कुराहरू सेयर गरेर अगाडि बढ्न सक्नुहुन्छ। समृद्धिमय जीवन छ। स्वास्थ्यको हिसाबले चाहिँ यो वर्ष ऊर्जाले भरिपूर्ण छ। फेरि पनि शनिका कारणले कुनै न कुनै कारण गाह्रो बनाउन सक्छ। शनिदेवले परीक्षा लिन सक्छन्। यस कारणले स्वास्थ्यको अलिकति रेखदेख गरेर हेरचाह गरेर अगाडि बढ्नुहोला। उत्तिकै तपाईँको लागि सफल प्राप्ति। पारिवारिक जीवनमा ऊर्जा, आँट, बल, चुनौतीबाट समस्याको सामना गर्न सक्ने विकासको योगहरू, अनेक प्रकारका दृष्टिकोणहरू देखिएका छन् र तपाईँको जीवन अत्यन्त उत्तम रहेको छ। शिक्षा दीक्षाका क्षेत्रमा पनि अत्यन्त उत्तम प्रतिफल परिणाम आउनेछ भने 2082 साल र धनु राशिका व्यक्तिहरूले पूर्ण साथ सहयोगहरू, उच्च शिक्षाहरू प्राप्ति गर्न सक्नुहुन्छ। ज्ञान, सिप, निखरता, डाक्टर, आइटी, इन्जिनियर, साइन्स लिएर म्यानेजमेन्ट गर्नेहरूका लागि, विभिन्न विदेशमा होस् या स्वदेशमा बस्नेहरूका लागि राम्रो छ। यात्राका क्रमले पनि प्रेम जीवनमा अत्यन्त धनु राशिका लागि अनेक ठाउँका यात्राहरू गर्ने अवसरहरू, अनेक प्रकारका गुणहरू प्राप्ति हुने, शिक्षा क्षेत्रमा तपाईँको शिक्षालाई फरकिलो बनाउन सकिने अनेक प्रकारका योगहरू देखेका छन्। विकास, योगदान, कर्म, ज्ञान, बुद्धि, विद्या, धन, व्यापार व्यवसाय, नयाँ नयाँ योजनाहरू, विचारहरू पूर्वक तपाईँका लागि रहेका छन्। समग्रमा यदि तपाईँको लागि हेर्ने भने कसैलाई बाचा कसम नखानुहोला। शनिको प्रभावले तपाईँलाई यात्रामा आकार दिएको छ, यात्राको साइज जोडेको छ। मनोकामनाहरू आफूले आफ्नो घर परिवार बाहेक अरूलाई सेयर नगर्नुहोला। चुनौती अगाल्नु पर्ने हुन्छ। वृद्धि, आत्मखोज, ध्यान केन्द्रित तपाईँको आशाजनकका योगहरू, प्रगति, उन्नतिका योगहरू, विकासको योगहरू, महत्त्वपूर्ण भूमिकाहरू तपाईँले निभाइरहनु हुनेछ र आशावादी पूर्ण रूपमा योगहरू छन्। दैनिक रूपमा सूर्यलाई जल चढाउनुहोला। थोरै गुण राखेर निधारमा केशको टिका लगाउनु होला। बिहिबारको दिनमा मन्दिरमा 4वटा पुरै बेसारको टुक्राहरू राखिदिनु होला। एउटा सानो चाँदीको भाँडामा गङ्गाजल भरेर राख्नु होला। गुरु र मातापिताको सम्मान गर्नु होला। गरिब दुखीहरूलाई 800 ग्राम जति मिठाई दान गर्नु होला। बिहिबारको दिनमा विष्णु सहस्त्र नामको पाठ गर्नु होला। पहेँलो रङ, चम्किलो रङ, सेतो रङ तपाईँको लागि शुभ रहेको छ। 1, 2, 9 अङ्कहरू तपाईँका लागि 2082 सालमा अत्याधिक शुभ रहेका छन्। यो थियो समग्रमा धनु राशिका व्यक्तिहरूको लागि 2082 सालको भविष्यवाणी, जो प्रेम रिलेसन र पति पत्नी बिचको सम्बन्धलाई लिएर म लिएको थिएँ। यहाँहरूले भिडियोलाई सेयर गरेर, लाइक गरेर, कमेन्ट गरेर अगाडि बढ्दिनु होला। कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिन म विनम्रता अनुरोध गर्दछु। फेरि यस्तै प्रकारका अन्य भिडियोहरू लिएर हजुरहरूको म माझमा पुनः उपस्थित हुनेछु। अहिलेको लागि यति नै। राधे राधे, जय शम्भु, जय महादेव। के तपाईँ समस्याको ज्योतिषीय समाधान खोजिरहनु भएको छ? कसैको समयमा विवाह भएको छैन, कसैको घरमा दुःख, अशान्ति, भय, रोग, ऋणले छोडेको छैन, वैवाहिक जीवन, प्रेम जीवन, सन्तान, व्यवसाय, अध्ययन सम्पूर्ण जानकारीका लागि ज्योतिषीय सल्लाह लिनुपर्दछ। हाम्रो मुख्य सेवाहरू चिना टिप्पण बनाउने, हेर्ने, ग्रहको बारेमा र यसै गरी अनलाइन पूजा, अनलाइन ग्रह शान्ति र यसै गरी विवाह, व्रतबन्ध आदि पूजा पाठ, ग्रह शान्ति लगायत तन्त्र, मन्त्र, विधि, विधान, वास्तुको बारेमा हाम्रो एस्ट्रोदर्शन प्रणालीलाई सम्झन सक्नुहुन्छ। नमस्कार। नमस्कार पूजनीय बुबाआमा र प्यारा दाजुभाइ दिदीबहिनीहरू, इष्टमित्र, आफन्त कुटुम्ब परिवारमा हृदयकणबाट नमन टक्राउन चाहन्छु। 33 कोटी देवता, कुलपित्री, थानीमानी देवी देवता, इष्टदेव अष्टनागहरूले सदा हजुरहरूको रक्षा अनि कल्याण गरून्। जीवनमा आँटेको ताकेको पूर्ण होस्। रोग, ऋण, शत्रु कसैलाई पनि नलागोस्। र आज म यही विक्रम सम्वत 2082 सालको मकर राशिका लागि प्रेम जीवन कस्तो रहन्छ, वैवाहिक जीवन कस्तो रहन्छ,
तपाईका लागि छोड बिछोड अनि तपाईको लागि ब्रेकअपहरू डिभोर्सदेखि लिएर लडाईँ झगडा पुनः मिलन प्रेम विवाह सन्तान प्राप्तिका लागि गर्भधारणका लागि 2082 सालको भविष्यवाणी विशेष गरेर रिलेसनसँग सम्बन्धित कस्तो रहेको छ म जस्ताका तस्तै लिएर उपस्थित भइसकेको छु। यहाँहरू यो भिडियो कुन देशबाट कुन ठाउँबाट कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा म कमेन्ट गर्दिन विनम्रता अनुरोध गर्दछु। नयाँ साल 2082 सालको तपाईहरूलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना छ र 33 कोटी देवताहरू कुलपितृहरू थानीमानी देवीदेवता इष्टदेव अष्टनागहरूले सदा हजुरहरूको रक्षा अनि कल्याण गरून्, दुर्गा माता दाहिने हुन् र तपाईँको इच्छालाई मनोकामनालाई पूर्ण गरून् भनेर भगवानसँग प्रार्थना गर्दै म आज 2082 सालको महत्त्वपूर्ण भविष्यवाणी जो रिलेसन प्रेम जीवनका बारेमा लिएर उपस्थित भएको छु जस्ताका तस्तै। र पहिला मकर राशिको बारेमा चर्चा गर्नेछु। मकर राशि 2082 सालमा यो शनिबाट प्रभावित राशि हो, शनिबाट शासित राशि हो। शनि यसका प्रतिनिधि हुन्, शनि यस ग्रहका मालिक पनि हुन्। अब 2082 साल लागिसकेपछि शनि तपाईको मीन राशिमा कुम्भ राशिबाट निस्केर मीन राशि तपाईको उत्तर दिशामा प्रवेश गर्नेछन्। शनिको दृष्टि उत्तर दिशामा रहनेछ। एउटा बाख्रा प्रकृतिको राशि प्राकृतिकको राशि हो। यिनीहरू शरीर दुब्लो पातलो, उमेर बढ्दै जाँदा स्वास्थ्यमा सुधार हुँदै जाने, दाँत अलिकति ठुलो चाक्लो भएको, चौडा मुख भएको, बाटुलो मुख भएको, नाक स्पष्ट रूपमा भएको, कपाल कालो भएको, बाक्लो भएको, अनुहार हेर्दा पातलो अण्डाकार जस्तो भएको निधार र केही कम कपाल, बीचमा चाहिँ कहिले कपाल झड्ने समस्याहरू, पोलिटिसियन, राजनीति, गाउँ टोल समाजबाट विशेष उठ्ने व्यक्तिहरू, भोलि गएर उच्च पद प्रतिष्ठाहरू प्राप्ति गर्ने, न्यायको विषयमा कानुनको विषयमा लिएर रुचि राख्ने व्यक्तिहरू, यसै गरी स्कुल विभिन्न एनजिओहरू तपाईलाई विशेष गरेर यस्ता धर्मस्थानको प्रतिनिधित्वहरू गर्ने व्यक्तिहरू र अरूलाई काउन्सिलिङ गर्ने शिक्षा क्षेत्रहरूमा विशेष रुचि राख्ने व्यक्तिहरू हुने गर्दछन्। यिनीहरू मिथ्याभावी विचारधाराद्वारा उत्कृष्ट विवेकशील र शक्ति प्रेमी पनि हुने गर्छन्। आत्मा उज्जवल र वैदिक हुन्छन्। कुनै पनि काममा सफलता नपाएसम्म यिनीहरू निराश रहन्छन्। सांसारिक कार्यहरूमा तथा यिनीहरू तथ्याङ्गहरूमा प्रयोग गर्ने, यिनीहरू कुनै न कुनै प्रकारको काममा इमान्दारिता रहेर अगाडि बढ्ने विशेष गरेर हुने गर्दछन्। यिनीहरूको शक्तिको अगाडि दृढ रहन्छन् र यिनीहरू नर्म मित्रताका अगाडि झुक्ने गर्दछन्। यिनीहरूको सङ्घर्षनात्मक क्षमता उत्कृष्ट हुने गर्दछ। कठिन समयमा पनि कसैलाई मद्दत यिनीहरू माग्दैनन्। जस्तोसुकै आपत परे पनि यिनीहरू अरूसँग मद्दत माग्दैनन्, सकेसम्म आफै गर्छन्। बोलीको शक्तिमा अवरोधहरू हुने गर्दछ। कहिलेकाहीँ यिनीहरू उच्च सामाजिक पदका लागि उपयुक्त हुन्छन्। यिनीहरू प्राविधिक वित्तीय काममा पनि सफल हुने गर्दछन्। नयाँ व्यक्तिहरूको मित्रता यिनीहरूको खुकुलो हुन्छ, तर पुराना साथीहरूसँगको सम्बन्ध राम्रो बन्दछ र यिनीहरू प्रेम सम्बन्धमा कम रुचि राख्दछन्, तर आफ्नो पारिवारिक जीवन प्रियजनहरूको उत्कृष्ट ख्याल राख्दछन्। आफूभन्दा ठुला विपरीत लिङ्गीहरूप्रति व्यक्तिहरूको साथमा सम्बन्ध स्थापित गर्ने गर्दछन्। यिनीहरूको मनोकामनाहरू अनुसन्धान व्यावसायिक स्वभावले यिनीहरूको विशेषता हुने गर्दछ, जसका कारणले गर्दा सामान्य अवलोकन 2082 सालमा यिनीहरूको हामीले ग्रह दशाहरू हेर्दै गर्दा यी व्यक्तिहरूका लागि 2082 सालमा आत्मखोज अवसरको लागि भरिएको र आवश्यक पूर्ण गर्न सकिने। यिनीहरू शनि तपाईको कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्दा यात्रा जारी रहनेछ। विदेशको यात्रा हुनेछ। 7.5 दशाबाट यिनीहरूलाई मुक्ति प्राप्ति हुनेछ। आत्मनिर्भर आत्मनिरीक्षक भएर भावनात्मक रूपमा यिनीहरू अगाडि बढ्न सक्नेछन्। 2082 सालमा प्रेम वैवाहिक जीवनलाई उत्कृष्ट फलको प्राप्ति हुनेछ। मनोकामना पूर्ण हुनेछ। इच्छाको वृद्धिहरू सपनाहरू पूर्ण हुनेछन्। आँट बल पराक्रमको वृद्धि हुनेछ। विभिन्न भावनात्मक रूपमा जोडिनेछन्। यसबादी तपाईले आफ्नो अवचेतन गहिरो अध्ययन र अनुशासनले समस्याहरूलाई समाधान गर्न र आफ्नो भित्री आत्मालाई पोषण शोषण र ऊर्जा भरिदिनेछ। मीन राशिमा रहेका व्यक्तिहरूका लागि र यसै गरी शनि मीन राशिमा रहँदै गर्दा मानसिकता आध्यात्मिकताको विकास र गहिरा पक्षहरू आवेषण गरेर रिलेसनलाई पनि गहिरो प्रकारले बुझ्ने अवसरहरू प्राप्ति गरेर यसबादी ध्यान योगा भित्री शान्ति समाजलाई बढाउने र अन्य अभ्यासहरूमा सामेल हुने आदर्शको योगहरू 2082 सालमा मकर राशिका लागि विशेष गरेर देखिएको छ।
विस्तार रूपमा ग्रहको मेष राशिबाट विशेष गरेर तपाईँको लागि यो ग्रहले शनिले चाहिँ विशेष गरेर अलिक थोरै प्रभाव पारे पनि वृष राशिबाट देवगुरु बृहस्पति मिथुन राशिमा प्रवेश गर्नु छ, जसले व्यक्तिगत जीवन व्यावसायिक दुनियाँमा विकासको अवसरहरू, ऊर्जाको यात्राहरू, व्यावहारिक अन्तर्ज्ञानको सन्तुलन राख्नमा प्रेरित गर्नेछन् भनेदेखि, जसले गर्दा महत्त्वपूर्ण व्यक्तिसँगको वृद्धि हुनेछ। भोलि गएर 2082 साल लागेपछि अनेक कुराहरू सिक्ने अवसरहरू, ज्ञानहरू सिक्ने अवसरहरू, उच्च शिक्षा प्राप्त गर्नका लागि मकर राशिका लागि ज्ञान विस्तार रूपमा नयाँ नयाँ मानिसहरूसँग जोडिने अनुकूल समयहरूको प्राप्ति हुनेछ 2082 सालमा र भाग्यशालीको वर्ष रहेको छ। यस समग्रमा तपाईँको लागि यो वर्ष मकर राशिका व्यक्तिहरूलाई विवाह, विकास सँग सम्बन्धित र विवाह नभएका व्यक्तिहरूको विवाह हुनेछ, सम्बन्ध टुटेको व्यक्तिलाई पुनः जोडिनु हुनेछ, सन्तान प्राप्ति गर्न चाहनेहरूका लागि सन्तान हुनेछ। मीन राशिमा शनिले आत्मनिर्भर र आत्मा खोज बनाउनेछन्, भावनात्मक रूपमा तपाईँलाई ऊर्जा प्रदान गर्नेछन्, अर्थपूर्णता, व्यापार व्यवसाय, मल्टिनेसनल इन्टरनेसनल कम्पनीसँग जोडिने तपाईँलाई शक्ति प्रदान गर्नेछन्। अभावित व्यक्ति हुनुहुन्छ भने सम्बन्ध बलियो भएर जानेछ भने यो वर्ष गहिरो र व्यक्तिगत जीवनमा रोमान्स, रोमान्टिकको विकास हुनेछ। रिलेसन, प्रेम, विवाहका लागि र यो अवसर शुभ प्रदान गर्नेछन्। ग्रहहरूले सुरुवात आत्मचिन्तन केन्द्रित भएर आफ्नो भावनात्मक रूपमा आवश्यकता ढाँचाहरूलाई बुझ्ने समय निकालेर आफूलाई बुझ्ने, आफूलाई जाँच्ने कुनै साधु सन्त ज्योतिषको माध्यमद्वारा पनि हजुरको मार्गदर्शन हुन सक्ने यो गुरु रहेको छ। सम्बन्धमा तपाईँको लागि पार्टनर बीचमा इच्छा र चिन्ताको बारेमा खुलेर कुराकानी गर्न सक्ने देखिन्छ। अभावित व्यक्तिहरू जो मकर राशिको हुनुहुन्छ उहाँहरूलाई निरीक्षण गतिविधिबाट आकर्षितको योगहरू महसुस गराउनेछ, जसले तपाईँको पार्टनर बीचमा वास्तवमा के खोजेको छ भनेर पहिचान गर्नमा मद्दत गर्नेछ। देवगुरु बृहस्पतिले जब मिथुन राशिमा प्रवेश गर्नेछन् यसले धेरै रोमान्स र रोमान्टिकका अवसरहरूलाई वृद्धि गरिदिनेछन्। सम्बन्धमा रहेका व्यक्तिहरूका लागि यसवादी प्रेमले आत्मीयताको नयाँ ढोका खोलिदिनेछ, नयाँ नयाँ अनुभूतिको वृद्धि गर्नेछ। विशेष लक्षणहरू सँगसँगै योजनाहरू बनाउनु हुनेछ, आफ्नो सम्बन्धलाई अझै गहिरो बनाउनु हुनेछ। एकल मकर राशिका व्यक्तिले सम्भावित साझेदारलाई आकर्षित गर्ने सम्भावना हुनेछ र आफ्ना मूल्यता आशंकाहरू प्रतिद्वन्द हुनेछन्। मिथुन राशिमा जब गुरुले प्रवेश गर्नेछन् 2082 सालको लागि यो समय तपाईँका लागि उच्च सद्भाव र तपाईँको लागि जो नेगेटिभ पक्ष थियो अन्त हुनेछन्। 7.5 वर्षसम्ममा धेरै कुराहरू गुमाउनु भयो, धेरै कुराहरू भोग्नु भयो, धेरै कुराहरू आफन्तहरू गुमाउनु भयो, धेरै अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुभयो, कई पटक रोइयो, बाँचियो र जस्ता कष्टहरू भोगियो, तर पनि तपाईँको लागि 2082 साल लागेपछि धेरै राहत र धेरै खुसीहरू, प्रेम जीवन, वैवाहिक जीवन, पारिवारिक जीवनमा तपाईँलाई प्रगति मनन गर्न सक्ने अवसरहरू, भावनात्मक रूपमा विकासको योगहरू, व्यापार व्यवसायमा नयाँ नयाँ प्रभावहरू, वृद्धिको योगहरू, भविष्यका योजनाका साथसाथै आफ्ना कामहरू कर्महरू गरेर एकल हुनुहुन्छ भने पनि उहाँहरूलाई जीवनसाथी प्राप्ति भएर आफूलाई बढी आत्मविश्वास र स्पष्ट रूपमा अगाडि बढ्न सक्ने यस्ता कार्यहरू, आकर्षणका योगहरू विशेष गरेर देखिएका छन् 2082 सालमा। यदि तपाईँ मकर राशिको व्यक्ति हुनुहुन्छ भने मकर राशिका व्यक्तिहरूका लागि 2082 साल निकै उत्कृष्ट समय र निकै राम्रो समयको निर्माण भएको छ। भाग्यको साथ प्राप्ति हुनेछ, भगवानको कृपा र आशीर्वाद रहेको छ। समग्रमा अब म सम्पूर्ण कुराहरूको बारेमा चर्चा गर्नेछु। यदि प्रेम जीवनको कुरा गर्ने भने मकर राशिका व्यक्तिहरूलाई यो वर्ष धेरै कोमल, भावुक र रोमान्स र रोमान्टिक मानिसहरूका लागि अत्यन्त प्रभावित पार्नेछ। तर तपाईँ आफ्नो सम्बन्धमा वफादार, विश्वसनीयता हुनुहुनेछ। तपाईँ आफूप्रति, प्रेमप्रति सद्भाव, परमगत सोच, तपाईँलाई पुरानो तरिकाले बाँच्न मन पराउने, तपाईँ विवाहित हुनुहुन्छ भने यस जोडीका लागि लोकप्रियता बनाइदिनेछ। रिलेसन बिग्रेको थियो, ब्रेकअप भएको थियो, तनाव थियो, मानसिक तनाव थियो, तपाईँलाई प्रेमिकालाई भेट्नु भएको थिएन, विवाह गर्दा विवाह ढिलो भएको थियो, सन्तान बसेका थिएनन्, सन्तान भएका थिएनन्, गर्भ रहेका थिएनन् भने तपाईँको लागि प्रेम जीवनका लागि जोसका साथ अब तपाईँको समय शुभ हुनेछ, सुधार हुनेछ, सूक्ष्म शक्तिको प्राप्ति हुनेछ। आफ्नो पार्टनरले तपाईँलाई सुरक्षित राख्ने महसुस गराउनेछन्, तपाईँलाई केयरको महसुस गराउनेछन्। जीवनमा प्रेम जीवनका लागि, पर्य विवाहका लागि एकदम शुभ समय रहेको छ। तपाईँ सिधै बाटोबाट अगाडि बढ्न सक्नुहुन्छ। सम्बन्धप्रति तपाईँको व्यावहारिक दृष्टिकोण सुरक्षा र आश्वासन दिलाउने र तपाईँलाई विश्वास दिलाउने व्यक्तिभित्र पर्नुहुनेछ। धैर्यताका साथ जस्तो सुकै चुनौती आजसम्म भोग्नुभएको थियो अब 2082 साल लागेपछि जीवनले कोल्टे फेर्नेछ। शान्त स्तर र आफ्नो जीवनलाई कायम राख्नुहुनेछ। 8-10 बीचमा तपाईँको मूल्यवान कार्य, नैतिकता, व्यक्तिगत जीवन विकासप्रति प्रतिबद्धता र तपाईँको सम्बन्धलाई अझै बलियो बनाउन सक्ने योगहरू रहेका छन् भने मकर राशिका लागि 2082 सालमा प्रेम जीवन फस्टाउने, फुल्ने योगहरू छ। व्यक्तिगत जीवनको लागि अत्यन्त शुभ रहेको छ। आफ्नो जीवन सम्बन्धमा
सम्बन्धमा मिठा तिता दुवै क्षणहरूको अनुभव जुन गर्नुभएको थियो, अब निकै मिठासको सम्भावना र गहिरो भावनात्मक रूपमा विचारलाई बुझ्ने सफल बन्ने योगहरू रहेका छन् भने प्रेम सम्बन्धका कुरालाई लिएर 2082 सालमा जति पनि मकर राशिको व्यक्ति हुनुहुन्छ उहाँहरूका लागि यो प्रेम सम्बन्धमा निकै उत्कृष्ट वर्ष, सुखद रहने, खुसी रहने, तपाईँका वरिपरि हावाले प्रेमले भरिएको महसुस हुने, आफूलाई प्रेममा रहेको महसुस हुने, प्रेममा भिजेको महसुस हुने, यसबादी धेरै शान्त र उत्तम समयको निर्माण गरेका छन् भने विशेष गरेर व्यक्तिगत जीवन तपाईँको खुसियाली भरिनेछ। अब किनकि साढे सध्यको पूर्ण रूपमा दशाले पनि छोडेको छ, भविष्यको योजना बनाउन सक्नुहुन्छ, घर बसाउन सक्नुहुन्छ, घर निर्माण गर्न सक्नुहुन्छ, कुनै यात्राको योगहरू बनेको छ, विदेश जान सक्नुहुन्छ, कुनै अभाव जो सिङ्गल जातक हुनुहुन्थ्यो उहाँ प्रेममा पर्न सक्नुहुन्छ, आफ्नो पार्टनर बीचमा प्रस्ताव आउन सक्छ। र यसै गरी मकर राशिका लागि प्रेम जीवन राशिफल अनुसार 2082 सालमा प्रेम प्रेमिकाको साथको छोटो यात्रा, लामो दूरीको यात्रा, तपाईँको लागि घुमफिरका योगहरू, मिठो मसिनो भोजन ग्रहण गर्ने अवसरहरू, आफ्नो पार्टनर बीच अझै सम्बन्धलाई गहिरो बनाउन सकिने, चिन्न सकिने एकअर्काप्रतिको पूर्ण योगहरू बनेका छन् भने मायालु क्षणहरू तपाईँको एकअर्कालाई आफ्नै आँखाको वरिपरि देख्न पाउनुहुनेछ। पार्टनर बीचमा आध्यात्मिक सम्बन्ध विकासको योगहरू निर्माण हुनेछ भने यो वर्षभरि तपाईँको लागि द्वन्द, वाद, विवाद, असमैतिक जुन परिस्थिति जुन भोग्नुभयो, जुन 7.5 वर्ष जुन कष्टहरू, अवरोधहरू, बाधाहरू जुन तपाईँले भोगिरहनु भएको थियो त्यस्तो अवस्थाबाट तपाईँ मुक्ति पाउनुहुनेछ। धेरै राम्रो समयको निर्माण भएको छ। एकअर्काप्रति जुन असहज र जुन कुराहरू राख्न सक्नुभएको थिएन ती खुलेर कुराहरू राखेर छलफल गर्न सक्नुहुनेछ भने 2082 साल तपाईँको शान्तिपूर्वक तपाईँ आफ्नो जीवनलाई सम्हाल्नुहुनेछ। परिस्थितिहरू सम्बन्ध अखण्डलाई चिन्नुहुनेछ। यसमा तपाईँको जग बस्ने र महत्त्वपूर्ण भूमिका निभाउन सक्नुहुन्छ। 2082 सालको लागि मकर राशिका व्यक्तिहरूका लागि प्रेम जीवनले अत्यन्त नयाँ रूप र रङ लिनेछ। तपाईँका जीवनमा प्रेमका कपिलाहरू फुक्रानेछन्। जस्तो सुकै चुनौती आए पनि भविष्य तपाईँको लागि शुभ रहेको छ, जसका कारणले व्यापारमा, व्यवसायमा, घर परिवारमा, व्यक्तिगत जीवन सम्बन्धमा राम्रो प्रतिफल परिणाम छ। तर तेस्रो व्यक्तिको हस्तक्षेप, तेस्रो व्यक्तिको कुराकानीले कहिलेकाहीँ विवाद हुन सक्ने त्यस्तो अवस्थामा धैर्यता राख्नुहोला। चुनौतीहरू आउन सक्छन्, शत्रुहरू पाइलामा रहनेछन्। तपाईँ सम्बन्ध बलियो बनाउने कोसिस गर्नुहोला। यस चुनौतीलाई, सम्बन्धलाई बलियो बनाउने, एकअर्कालाई बुझ्ने कोसिस गर्नुभयो भने धैर्य र समझदारीका माध्यमद्वारा अगाडि बढ्नुभयो, अरूले दिएको ज्ञान, अरूले दिएको सल्लाह सुझावलाई अँगाल्नुभयो राम्रो तरिकाले, यस अन्तको तपाईँको वर्षको अन्त्यतिर पनि झनै सम्बन्ध बलियो भएर विवाह गर्ने अवसरहरू प्राप्ति भएका छन्। मकर राशिका लागि यो वर्ष प्रेमको वर्ष रहेको छ, शुभ अवसर रहेको छ, शुभ सङ्केत रहेका छन्। धेरै स्थितिहरू जुन थिए ती अब तपाईँका लागि सकारात्मक आत्मवार्ताका र प्रेमको अभिव्यक्तिले सञ्चार खण्डलाई चाहिँ काम गर्नेछ र सम्बन्ध अझै बलियो बनाउने मद्दत गर्नेछ। यस वर्षभरि जीवनमा केही प्रयासहरू, मागहरू तपाईँका जीवनमा जो असन्तोष थिए ती सबै सुरक्षित हुनेछन् भने तपाईँका कार्यहरूमा, व्यापारमा, व्यवसायमा, घरबारीबारमा अशान्तिहरू थियो जस्तो स्थितिहरू थिए ती सबैबाट तपाईँको लागि शुभ फलको प्राप्ति हुनेछ। वैवाहिक जीवनमा अझै राम्रो खुसीहरू तपाईँको लागि, शारीरिक घनिष्ठता र औषधभन्दा राम्रो रहनेछ। साना साना परिवर्तनहरू भइरहनेछन्। तपाईँका समस्याहरू, जीवनसाथीपरिको दृष्टिकोण लचिलो बन्नुहुनेछ। दिदी सभाको तपाईँको व्यक्तिगत जीवनमा थपदन्द, तपाईँको घरेलु वातावरणमा नकारात्मक सिर्जनाहरू जति भएका थिए ती सबै अन्त हुनेछन्। यसमा तपाईँको लामो दूरीको यात्राको योग बनेको छ। बजेट अनुभूति, तपाईँको विदेश यात्राको योगहरू, योजनाहरू सफल बनाउन सक्नुहुन्छ र एकअर्काप्रति मिलेर धेरै कामहरू गर्न सकिने योगहरू र उन्नति प्रगति गर्ने योगहरू छन्। प्रेम जीवनका लागि यो समय अनुकूल नै रहेको छ। प्रेम जीवन तपाईँका लागि विभिन्न अनलाइन कामहरू जस्तै तपाईँले व्यापार व्यवसायहरू गरेर धन सम्पत्ति एकअर्कामा मिलेर काम गर्न सक्ने देखिन्छ। यसै गरी तपाईँका विभिन्न सोसल मिडियाबाट पनि तपाईँको प्रेम बस्न सक्ने योगहरू रहेका छन् र उत्कृष्ट योगहरू धेरै व्यक्तिहरूलाई धेरै साझेदारी कामहरू गर्न सक्ने, जोडिएर काम गर्न सक्ने अभावित व्यक्तिहरूका लागि यो अनुकूल समय देखिएको छ। यो वर्ष सफल रहनेछ। बिस्तारै तपाईको भविष्यमा उज्यालो जसरी सूर्य उदाउँछ त्यसरी नै उज्यालो भएर जानेछ। वैशाख पछिको समयमा सबभन्दा राम्रो मिलनसार महिना रहेको छ, जसका कारणले गर्दा रोमान्टिक तपाईँको एकल रहने उनीहरूलाई विवाहको जीवनमा बाँधिने। भदौ असोज महिना तपाईँका लागि सम्बन्धित व्यक्तिहरूलाई भेट्ने अवसरहरू रहेका छन्। यदि जीवनमा कुनै अप्ठ्यारो परिस्थितिहरू रहेको छ भने आफ्नो बैठक रुममा, घरको रुममा सानो नुनका कटोरीहरू राखिदिनु होला। महादेवलाई काँचो दुधले अभिषेक गराउनु होला। चाँदीको गिलासमा पानी पिउने, ओम सुम सोमाय नमः मन्त्रको जप गर्ने, हरेक दिन ओम ब्रह्म बृहस्पति नमः मन्त्रको जप गर्ने। यसो गर्दा तपाईँको जीवनमा अझै उन्नति अनि प्रगति, सुख, शान्ति, समृद्धिहरू पनि प्राप्ति हुनेछन्। यो वर्ष मकर राशिका व्यक्तिलाई कुनै वरदानभन्दा कम छैन। प्रेमको वर्ष रहेको छ। प्रेममा लाभ हुनेछ।
उन्नति हुनेछन्, प्रगति हुनेछन्, व्यापार व्यवसायको क्षेत्रबाट अगाडि बढ्न सक्नुहुन्छ। 2082 भरि नै तपाईँको लागि यो धेरै राम्रो समय रहेका कारणले गर्दाखेरि गुरुको कृपा, शुक्रको कृपा, भगवानको कृपा, शनिदेवको कृपा पनि तपाईँलाई बर्सनेछ। सौभाग्यकारक ग्रह बृहस्पतिको गोचरले अनुकूलता तपाईँलाई बीचमा उन्नति, प्रगति, लाभ, विशेष विद्या, बुद्धि तपाईँका लागि एकाअर्काप्रति मनमा अनेक प्रकारको सिर्जना गर्नेछन् र तपाईँको शङ्का र विवादित विषयबाट जोगिनुहोला। भाग्यले तपाईँलाई साथ दिएको छ। पति र पत्नी बीचको जीवनलाई सम्बन्धितलाई प्रेममा वृद्धि गरिदिनेछन्, जसका कारणले गर्दा एकाअर्काप्रतिको मद्दत र तपाईँलाई सहयोग पनि गरिदिनेछन्। यो ग्रहको शुभ फल, राम्रो प्रतिफल, परिणामहरू, मान सम्मान, इज्जत, धनको वृद्धि पनि तपाईँलाई यही बेलामा गरिदिनेछन् र अद्भुत चमत्कारको योगहरू बनेको छ। 2082 साल यदि तपाईँ समग्रमा हुनुहुन्छ भने यहाँहरूका लागि जो मकर राशि हुनुहुन्छ, मकर राशिका व्यक्तिहरूलाई पति पत्नी बीच सन्तान प्लानिङ या सन्तानको पक्षलाई लिएर, आफ्नो माता पिताको प्रति लिएर सबै कुरामा पोजिटिभ छ, राम्रो छ। प्लस आफ्नो घरसाई जीवन, माता पिताप्रतिको अनुकूल रहनेछ। शुभ कार्यहरू, मङ्गली कार्यहरू, घरमा पूजापाठहरू, ग्रह शान्ति लगायत तपाईँको देवालय, मठ मन्दिर, तीर्थयात्रा, तीर्थ स्नानहरूको योगहरू पनि त्यत्तिकै बनेको छ वर्षभरि नै। यदि तपाईँको लागि हेर्ने हो भने यो वर्ष अत्यन्त तुलनात्मक रूपमा अत्यन्तै महत्त्वपूर्ण मकर राशिका व्यक्तिहरूका लागि देखिन्छ भने मकर राशिका व्यक्तिहरूलाई यो सम्बन्ध गहिरो रहनेछ। अभावित व्यक्तिहरूका लागि अप्रियसित रोमान्स, रोमान्टिक ल्याउनेछ। तपाईँको घरमा खुसी, सुख, शान्ति, आध्यात्मिकको वृद्धि, समझदारी, आवश्यकताका साथ अगाडि बढ्नुभयो भने पारिवारिक जीवन बन्धन पनि बलियो रहनेछ, जसका कारणले गर्दाखेरि यो वर्ष तपाईँको तन्दुरुस्तका योगहरू विशेष गरेर देखिएका छन्। समयलाई बुझ्ने कोसिस गर्नुहोला, समयको पालन गरेर अगाडि बढ्नुहोला भन्ने कुराहरू ग्रह र गोचरहरूले देखाएको छ। मकर राशिका व्यक्तिहरूलाई यो वर्ष अमृत सम्मानको वर्षा तपाईँलाई प्राप्ति हुनेछ भने भाग्यले निरन्तर साथ दिनेछ। यसै समग्रमा हामीले मकर राशिका व्यक्तिहरूका लागि 2082 सालको जुन म प्रेम जीवनको बारेमा कुरा गर्दैछु, निकै खुसियालीको बर्सात, प्रेमका कपिलाहरू, फुलका कपिलाहरू फक्रनेछन्। वैवाहिक जीवनमा शानदार रहनेछ। सन्तानले प्रगति गर्नेछन्। बीचमा कम्युनिकेसन, बीचमा केही लभ बर्ड्सका लागि यो वर्ष इश्क र तपाईँको इश्कमा डुब्ने वर्ष रहेको छ। माया प्रेममा खुसियाली आउनेछ भनेदेखि विभिन्न क्षेत्रबाट समस्याहरू अन्त भएर राम्रो प्रतिफल हुन्छ। कहिलेकाहीँ स्वास्थ्यका कारणले बाधा पुर्याउन सक्छ, अशान्ति निर्माण गर्न सक्छ। स्वास्थ्यलाई अलिकति ख्याल गर्नुहोला। एकाअर्काप्रतिको मिलन, प्रेम भावहरू तपाईँका लागि अद्भुत चमत्कार रहेका छन्। खुसीहरू प्राप्ति हुन सक्ने योगहरू धेरै देखिएका छन्। वास्तविक जीवनमा जति पनि यो वर्षभरि यदि मकर राशिको व्यक्तिहरू हुनुहुन्छ भने मकर राशिका व्यक्तिहरूलाई यदि विवाह योग्य उमेर पुगेका व्यक्ति हुनुहुन्छ भने विवाहमा पनि शुभ रहेको छ। राम्रो प्रतिफल, परिणाम, मान सम्मान, इज्जत, धन, स्वास्थ्यको दृष्टिकोणबाट अलिकति ख्याल गर्नुहोला। मानसिक रूपमा अलिकति तपाईँले जोड दिनुपर्छ। ओइली, मसला, स्पाइसी, जङ्क फुडहरू नखानु होला। स्वास्थ्यमा अलिकति प्रभाव पर्न सक्ने भएको कारणले अलिकति थोरै केही अप्ठ्यारा परिस्थितिहरू या महत्त्वपूर्ण कार्यहरू फुत्कन सक्छन्, समय दिन नसकिएला। शारीरिक योगा, ध्यान, मेडिटेसन नियमित रूपमा आहार विहारमा ध्यान दिनुपर्छ। मैदा चिजसँग बनेका मोमो, चाउमिन, चाउचाउ यी चिजहरू तपाईँको लागि असर गर्न सक्छ। विभिन्न व्यवस्थापन गरेर आफूले हरेक कुराहरूलाई, स्वास्थ्यलाई राम्रो राख्न सक्नुभयो भने तपाईँ एउटा समस्यालाई हल गरेर सफलताको शिखरमा पुग्न सक्नुहुन्छ। तपाईँको जीवनमा अपार समृद्धि, शान्तिमयको जीवनको योगहरू देखिन्छ। शारीरिक भावनात्मक रूपमा बलियो रहनेछ। 2082 सालको भविष्यवाणी एकाअर्काप्रति प्रेम जीवन, पारिवारिक जीवन, सद्भाव, प्रेम भाव, भावनात्मक रूपमा केन्द्रित भएर समय बिताउने गुणस्थिर जीवन, खुल्ला समाचार, सहानुभूति प्राप्ति हुन सक्ने योगहरू, नयाँ नयाँ सामाजिक सञ्जालमा जोडिन सकिने योगहरू, विभिन्न व्यक्तिको जमघाटहरू आनन्द तुल्याउने, सामाजिक कार्य क्रियाकलापहरू तपाईँका लागि शुभ अवसरहरू तपाईँका लागि रहेका छन्। भविष्यका लागि शुभ अवसर रहेको छ। विभिन्न यो वर्षको लागि उत्तम अवसरहरूको प्राप्ति गर्न सक्नुहुन्छ। 2082 वर्षभरि नै थुप्रै यात्राहरू, लामो छोटो दूरीको यात्राहरू, विदेश यात्राहरू, तीर्थयात्राहरू, धार्मिक यात्राहरू, भावनात्मक रूपमा छोटकरीमा तपाईँलाई भन्नुपर्दा अनेक प्रकारको यात्रा रहेको छ। विदेश यात्रा निकै शुभ रहेको छ। यो वर्षहरू विदेशको भिसा नलाग्नेहरूका लागि, तनावमा हुनेहरूका लागि राम्रो छ। सम्पूर्ण स्थान परिवर्तनका योगहरू रहेका छन्। घर घडेरी जोड्ने वर्ष रहेको छ। सामान्यतः तपाईँको लागि यो वर्ष अद्भुत सोचेभन्दा राम्रो प्रतिफल, परिणाम आउने भएका कारणले गर्दाखेरि यहाँहरूको लागि यो वर्ष अत्यन्त शुभ रहेको छ। जसका कारणले गर्दा यो वर्ष तपाईँको एउटा परिवर्तनको योग हो, उन्नतिको वर्ष हो, प्रेमको वर्ष हो। मीन राशिमा शनिले
विशेष गरेर वृष मिथुन राशिबाट बृहस्पतिको गोचरले तपाईँको लागि मिथुन राशिमा गोचर गर्दै गर्दा विभिन्न विस्तारहरू तपाईँका खुसीहरू भरिदिनेछन् र व्यक्तिगत जीवनमा विकास गर्नेछन्, उन्नति गराउनेछन्, बलियो योगहरू बनाएका छन्, फलदायीको योगहरू बनाएका छन्, जीवनमा प्रगतिको योग बनाएका छन्, महत्त्वपूर्ण भूमिकाको योग बनाएका छन्। यदि तपाईँको जीवनमा कुनै समस्याहरू छन्, बाधाहरू छन् भने झुट नबोल्नु होला, मन सकारात्मक राख्नु होला, कसैको बारेमा नकारात्मक नसोच्नु होला, दुखी गरिब मजदुर व्यक्तिहरूलाई दुखी नबनाउनु होला, भोजन गराइदिनु होला, कालो छाता दान गर्नु होला, आफ्नो चप्पलहरू दान गर्नु होला, शनिबारको दिनमा गरिब दुखीहरूलाई भोजन गराउनु होला, अहंकारबाट बच्नु होला, अल्छी नगर्नु होला, अनुशासनको पालन गर्नु होला, प्रत्येक शनिबार 7 पटकसम्म हनुमान चालिसाको पाठ गर्नु होला, शनि मन्त्र ओम शनि शनिश्राय नमः मन्त्रको जप गर्नु होला। यति कार्य गर्दाखेरि तपाईँको जीवनमा प्रशस्त सफलता, उन्नति, प्रगति, मान सम्मान, इज्जत, धन आदिको प्राप्ति भएर सुखी जीवन हजुरहरूले प्राप्ति गर्न सक्नुहुन्छ। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै म यो भिडियोबाट बिदा चाहन्छु। फेरि अर्को भिडियो लिएर हजुरहरूको माझमा उपस्थित हुनेछु। यस्तै प्रकारका भिडियोहरू हेर्नको लागि हाम्रो युट्युब च्यानललाई तपाईँले सब्स्क्राइब, लाइक, कमेन्ट गरे। तपाईँ समस्याको ज्योतिषीय समाधान खोजिरहनु भएको छ? कसैको समयमा विवाह भएको छैन, कसैको घरमा दुःख, अशान्ति, भय, रोग, ऋणले छोडेको छैन, वैवाहिक जीवन, प्रेम जीवन, सन्तान, व्यवसाय, अध्ययन सम्पूर्ण जानकारीका लागि ज्योतिषीय सल्लाह लिनुपर्दछ। हाम्रो मुख्य सेवाहरू चिना टिप्पण बनाउने, हेर्ने, ग्रहको बारेमा र यसै गरी अनलाइन पूजा, अनलाइन ग्रह शान्ति र यसै गरी विवाह, व्रतबन्ध आदि पूजा पाठ, ग्रह शान्ति लगायत तन्त्र मन्त्र, विधि विधान, वास्तुको बारेमा हाम्रो एस्ट्रोदर्शन प्रणालीलाई सम्झाउन सक्नुहुन्छ। नमस्कार। नमस्कार पूजनीय बुबाआमा र प्यारा दाजुभाइ दिदीबहिनीहरू, इष्टमित्र, आफन्त, कुटुम्ब परिवारमा हृदयबाट नमन टक्राउन चाहन्छु। विक्रम सम्वत 2082 सालको हार्दिक मङ्गलमय शुभकामना र सुस्वास्थ्य दीर्घायुको कामना टक्राउन चाहन्छु। 33 कोटी देवता, कुलपित्री, थानीमानी देवी देवता, इष्टदेव, अष्टनागहरूले सदा हजुरहरूको रक्षा अनि कल्याण गरून्। जीवनमा आँटेको ताकेको पूर्ण होस्। र म आज 2082 सालमा कुम्भ राशिको लागि प्रेम जीवन, प्रेम राशिफलका बारेमा, पति पत्नी बीचका बारेमा र प्रेम विवाहको लागि, छोड बिछोडका लागि र यहाँ विभिन्न झगडा लडाईँ, पति पत्नी बीचको सम्बन्धका लागि सम्पूर्ण कुराहरू लिएर म उपस्थित भएको छु। यहाँहरू यो भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र नयाँ हुनुहुन्छ, पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन म विनम्रता अनुरोध गर्दछु। यहाँहरूको उन्नति, प्रगति, सुख, शान्ति, समृद्धिका लागि पनि म कामना गर्दछु। 33 कोटी देवता, कुलपित्री, थानीमानी देवी देवताहरूले रक्षा गरून्। र मैले विशेष गरेर आज कुम्भ राशि एउटा शनिबाट शासित राशि हो र यसको प्रतिनिधि ग्रह शनिदेव हुन् र यिनको स्वभावको बारेमा, यिनको शरीरको बारेमा र पहिला कुरा गर्नेछु। लगभग मकर राशिसँग मिल्नेछ र यिनीहरूको उचाइ मध्यम, सुन्दर, गोलो भएका, यिनीहरू बलिया भएका हुन्छन्, निकै फुर्तिला हुन्छन्, जस्तो सुकै परिस्थितिबाट पनि अगाडि बढ्न सक्ने आँट रहेका, बल रहेका, पराक्रम भएका, मण्डल विकसित गालाहरू भएका, पुट्ट भएका, यिनीहरू गोरो रङ गहुँ गोरो भएका, खैरो कपाल, क्रूप दाँत भएका र बाछोमा मौसा शरीर, बाक्लो रौँहरू भएका शरीरमा, यसै गरी कपाल र खुट्टा विकसित नसाहरू भएका हुने गर्दछन्। यिनीहरू मानववादी दृष्टिकोणबाट सहयोगी भावनाका पनि हुन्छन्। यिनीहरू एकअर्कालाई अत्यन्त दुःखमा पनि साथ दिने व्यक्ति हुन्छन्। जीवनमा यसका समस्याहरूप्रति प्रगतिशील र स्वास्थ्य दृष्टिकोणबाट यिनीहरू हिचकिचाउनु दैनन् र स्वास्थ्यमा अलिकति समस्या पर्छ। यिनलाई घुँडाको, खुट्टाको, ढाडको समस्याहरू अत्यन्तै सुनिने आदि हुने गर्छन्। विशेष गरेर नसा खुट्टाको समस्या हुन्छ र यसै गरी यो जीवनका यसका समस्याहरू प्रगतिशील स्वास्थ्यका दृष्टिकोणले थोरै यिनीहरूलाई प्रभाव परेको हुन्छ। यिनीहरू कुनै निर्णय लिनु अगाडि राम्ररी यिनीहरू तोल्छन्, विचार गर्छन्, मान्छेको मनलाई पढ्छन्, मान्छेलाई हेर्छन् र यिनीहरू बल्ल अगाडि बढ्छन्, बल्ल कामलाई थाल्छन् र अरूको कदम चाल्ने प्रतीक्षा यिनीहरू गर्छन् र जति कमाउँछन् त्यति सहयोगी भावनाका पनि हुन्छन्, त्यति सहयोग पनि गर्छन्। यिनीहरू सधैँ सतर्क र धैर्यवान रहेर कार्यहरू गर्छन्। यिनीहरू पोलिटिसियन, तपाईँको सरकारी क्षेत्र, प्राइभेट सेक्सनहरू, आफ्नै बिजनेस व्यापारमा पनि यिनीहरू सफलता प्राप्ति गर्छन् र सधैँ सतर्क र धैर्यवान भएर, केन्द्रित र अध्ययनशील भएर यिनीहरू हरेक कुराकानीमा रोचक र फ्र्याङ्क परिकाले, यिनीहरूको मनमा छल कपट पापहरू भने हुँदैन। यिनीहरू निकै फ्र्याङ्क हुने गर्दछन् र मानिसहरू सबैले यिनीहरूलाई मन पराउँछन्। यिनका मित्रहरू धेरै हुने गर्दछन्। यिनीहरू दयालु स्वभावका पनि हुन्छन्। यिनीहरू प्रेमी सज्जनका हुन्छन्। यिनीहरू प्राकृतिक प्रेमी हुन्छन्। मित्रता कायम राख्न सक्ने, मन पर्ने र मन नपर्ने कुराहरू तीव्र हुन्छ यिनीहरूलाई। यिनीहरू आफ्नो गलत र अशुभ भन्ने पनि छुटाउने गर्दछन् र सही र गलत पनि छुटाउन सक्छन्। यिनीहरू प्रेमी
प्राकृतिकका हुने भएका कारणले एकान्त प्रिय पनि हुने गर्छन्। अतिरिक्त इन्द्रिय शक्तिले सम्पन्न हुन्छन्, ध्यान रुचि राख्छन् र स्मरण शक्तिहरू तीव्र हुने गर्छ। हरेक दृष्टिकोणबाट वैज्ञानिक हुने गर्छन्। यिनीहरू गरिबहरूका सेवक हुन्छन्। नयाँ नयाँ प्रविधि र मसिनरी अनुसन्धान लगानी आदि मार्फत पैसा कमाउँछन्। विभिन्न प्रविधिक शिक्षामा रुचि हुन्छ। पारिवारिकसँग लगाव हुन्छ। जीवनसाथी छनौट गर्दा यिनीहरू उमेरलाई व्यवस्थापन गर्दछन्। बुद्धिमान र शिक्षामा मानवतालाई सम्मानलाई जोड दिन्छन्। आफ्नो राशिफलको विवरणहरू अनुसार यिनीहरूलाई हेर्ने भने विशेष गरेर उच्च पद प्रतिष्ठाहरू, उच्च मान सम्मानहरूको प्राप्ति हुन्छ। कुम्भ राशिका लागि हामीले 2082 सालको लागि मैले आज प्रेम रिलेसनमा लिएर उपस्थित भएको छु। जुन प्रेम जीवन पति पत्नी बीचको सम्बन्धलाई लिएर यिनीहरू निकै परिवर्तनशील रहेको छ। 2082 साल शनिको अन्तिम चरण रहेको छ 7.5 को, जसका कारणले यिनीहरू प्रतिज्ञा उन्नति प्रगति सफलता शिखरमा पुग्न सक्छन्। असार महिना 2082 साल महत्त्वपूर्ण परिवर्तन विकासका अवसरहरू प्राप्ति हुनेछन्। आकाशीय चाल ग्रहहरूले यिनीहरूलाई जीवनमा विभिन्न पक्षमा प्रभाव पार्ने, जसले चुनौती र पुरस्कार दुवै दिलाउनेछ। यिनीहरूलाई विवादित विषयमा पनि धकेल्नेछ। कुम्भ राशिका व्यक्तिहरूलाई यो वर्षभरि आफ्नो नवीन स्वतन्त्र र आगामी सोच भएका स्वभावको साथसाथ अगाडि बढाउने यो वर्षले तपाईँलाई अनेक प्रकारको गुणहरू र परीक्षण र नयाँ नयाँ क्षेत्रहरूमा अगाडि बढाउने आशा जगाउने विशिष्ट व्यक्तिहरू दुवैप्रति यिनीहरूको राम्रो कुराहरू आदि गराउन सकिने यात्राको योगहरू र यसै गरी तपाईँको दोस्रो घरको स्थानको मूल्यवान असर तपाईँको लागि पार्न सके पनि तपाईँले धन धान्य घर घडेरी आफ्नै घरमा बस्ने, आफ्नै घरमा रहने योगहरू बनाएका छन्। स्वदेश विदेशको भ्रमण गर्ने योगहरू बनाएको छ र 2082 सालमा आर्थिक मामिलामा अनुशासन कडा परिश्रमको पूर्ण रूपमा जोड दिएर अगाडि आफूले धन धान्यको वृद्धि हुने, जीवनमा महत्त्वपूर्ण ठान्ने कुराहरूलाई मूल्याङ्कन गर्न सकिने, विस्तार रूपमा भाग्यको साथ प्राप्ति हुने। देवगुरु बृहस्पति मिथुन राशिमा प्रवेश गर्दा जसका कारणले तपाईँको लागि धन धान्यको वृद्धि र उन्नति प्रगति हुनेछ। यस गोचरले रचनात्मक प्रेमको वृद्धि गर्नेछ र उन्नति प्रगति गराउनेछ। साथमा कामको साथसाथै तपाईँलाई चाहिँ धेरै विकासका योगहरूको अपेक्षा गर्न सकिन्छ। यसले जीवनमा नयाँ नयाँ प्रविधिहरूको वृद्धि गरेर उन्नति प्रदान गर्नेछ। आशावादी र आधार र सन्तुलन जीवनको कायम प्रदान गर्नेछ भने 2082 सालका लागि तपाईँको लागि अत्यन्त उत्कृष्ट समयको प्रदान ग्रहहरूले बनाएको छ भने मैले विशेष गरेर यो कुम्भ राशिको व्यक्ति हुनुहुन्छ प्रेम रिलेसनका लागि 2082 साल जति पनि श्रद्धालु भक्तजनहरू हुनुहुन्छ उहाँहरूका लागि लिएर उपस्थित भएको छु। जो कुम्भ राशिको व्यक्ति हुनुहुन्छ उहाँहरूका लागि प्रेम जीवनमा यो वर्ष अत्यन्त शुभ राम्रो रहेको छ। शुक्र ग्रहले तपाईँलाई सुफल परिणामहरू दिनेछन्। प्रेम विवाहको योग जोडेको छ। अधिकांश जो प्रेम जीवन बिग्रेको थियो उहाँहरूको सुधार भएर जानेछ। पति पत्नी बीचमा मिलाप र प्रेमको वृद्धि हुनेछ। अनुकूल परिणाम प्राप्ति हुनेछ। पञ्चम भावमा कुनै पनि ग्रहको नकारात्मक प्रभाव नरहेका कारणले प्रेम जीवनमा शुभ प्रभावहरू, सन्तानको शिक्षाको लागि, गर्भधारणका लागि, उच्च पढाइ लेखाइका लागि, विदेश यात्राका लागि यात्रा शुभ रहनेछन्। र केही उतार चढावहरू आए पनि त धैर्यका साथ अगाडि बढ्नुभयो भने जीवनमा अत्यन्त प्रेम प्राप्ति र राम्रो राम्रो परिणामहरू हासिल गर्न सक्ने योगहरू बनेका छन् भने वैवाहिक जीवनमा पनि वैवाहिक जीवनमा राम्रो राम्रो परिणाम शुभ फलको प्राप्ति तपाईँको लागि विशेष गरेर वैशाख महिनाबाट अनुकूलताको योगहरू देखिएको छ। र यसै गरी तपाईँको राहु केतुले पनि तपाईँको राशिमा प्रवेश गर्दाखेरि वैवाहिक जीवनमा थोरै अनुकूल बनाइराख्नु, रिसमा कन्ट्रोल गर्नु, रिसलाई धैर्यता राखेर अगाडि बढ्नुपर्ने योगहरू 2082 सालमा देखिएको छ भने रिसमा र आवेशमा नआउनु होला। रिस र आवेशमा आउँदाखेरि समस्याहरू उत्पन्न हुन सक्छन्, बाधाहरू सिर्जना हुन सक्छन्। त्यसका कारणले गर्दा जति पनि श्रद्धालु भक्तजनहरू हुनुहुन्छ रिसलाई कन्ट्रोल गरेर अगाडि बढ्नुभयो भने शानदार 2082 सालको आफ्नो निजी जीवनमा खुसीहरूको वर्षा हुनेछ। वैवाहिक जीवनको लागि निकै शुभ रहनेछ। आफ्नो जीवनमा हर क्षेत्रमा जीवनसाथीको साथ मिल्नेछ। बीचमा कम्युनिकेसन ग्यापहरू चलिरहेको थियो भने यो समाप्त भएर तपाईँको जीवनमा खुसी प्राप्त हुन सक्ने, मधुरता आउने योगहरू देखिएका छन्। सामाजिक क्षेत्रबाट तपाईँको खुसी मिल्नेछ। यसै गरी जति पनि लभ बर्ड्सका लागि, लभ प्रेममा रिलेसनमा रहनेहरूका लागि, प्रेम खोजीका लागि यो वर्ष हमसफर तपाईँको लागि यसको एउटा माया प्रेममा डुब्न सक्ने योगहरू रहेका छन् भने निकै पोजिटिभ योगहरू रहेको छ। अत्याधिक तपाईँलाई माया गर्ने प्रेम गर्ने व्यक्तिहरू तपाईँका जीवनमा जोडिनेछन्। सम्मान कद्दरको योगहरू छ। 2082 सालमा विभिन्न चुनौतीबाट पनि तपाईँ चाहिँ ठुलो सफलता प्राप्ति गरेर आफूले जीवनमा सुख शान्ति समृद्धि आर्जन गर्न सक्ने देखिएका छन्। स्वास्थ्यको निकै केयर गर्नुपर्छ। राहु र केतु तपाईँको लग्न र सप्तम स्थानमा भ्रमण गरेको छ। शान्ति भङ्ग हुन सक्छ। मातापिताको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने अवस्थाको योगहरू बनाएको छ। करियरका हिसाबले प्रेम जीवनमा तपाईँको लागि अलिकति समय निकाल्न गाह्रो हुने, जसका कारणले प्रेममा तितोपनहरू उत्पन्न हुन सक्छ। त्यस कारणले प्रेम प्रेमिकालाई पनि समय दिने कोसिस गरेर अगाडि बढ्नु होला। आफ्नो मनपर्ने ठाउँमा तपाईँ घुम्ने फिर्ने आदि प्रेमिका साथ जाने
योगहरू भने देखिएका छन्। यो वर्ष धेरै राम्रो सन्तान प्राप्तिका लागि, सन्तानका लागि खुसीका योगहरू, घरमा साना बच्चाको किलकारीहरू गुज्रने योगहरू रहेको छ, जसका कारणले 2082 साल यहाँ जति पनि कुम्भ राशि हुनुहुन्छ उहाँहरूको लागि निकै शुभ वर्ष र निकै राम्रो वर्ष रहेको देखिन्छ। भाग्यले निरन्तर साथ दिनेछ। यसका कारणले गर्दाखेरि जति पनि मीन राशिको व्यक्तित्वहरू हुनुहुन्छ, अब हामीले कुम्भ राशिको बारेमा चर्चा गरेका थियौँ। कुम्भ राशिको जो प्रेम जीवनको लागि मैले कुरा गर्दा यो वर्षभरि रोमान्स, रोमान्टिक, खुल्ला प्रगतिशील विचारहरू प्रजित हुने, तपाईँ सामान्य मूल्यवान प्राप्ति भएको नयाँ विचारको दृष्टिकोणबाट खुल्ला साझेदारी आकर्षित हुने, सम्बन्धमा वैदिक तपाईँको लागि महत्त्वपूर्ण भूमिकाहरू निभाउन सक्ने, जस्तै सामाजिक जिम्मेवारी भावनात्मक रूपमा आफूले राख्न सक्ने, संसारमा सकारात्मक प्रभावहरू प्राप्ति हुन सक्ने, तपाईँको रोमान्स रोमान्टिक पूर्ण रूपमा सफल हुन सक्ने, विवाहको जीवन तपाईँको लागि शुभ हुने, तीव्र गतिबाट शुभ फलको प्राप्ति गर्न सक्ने, व्यक्तिगत जीवन विकासको योगहरू, साझेदारी काम कर्मको लागि प्रेमको वृद्धि हुने, सम्बन्धमा वृद्धि हुने तपाईँको लागि शुभ योगहरू छन्। वैवाहिक जीवन पनि तपाईँको खुसी सुख शान्ति समृद्धिले अगाडि बढ्न सक्नुहुन्छ। वैवाहिक जीवनमा पनि खुसी प्राप्ति हुनेछ भने 2082 साल प्रेम सम्बन्धमा तपाईँको लागि हेर्ने भने जो कुम्भ राशिको व्यक्ति हुनुहुन्छ उहाँहरूलाई सुरुवातबाट नै खुसी प्राप्ति भएर पार्टनर बिचमा राम्रो समय बिताउन पाउनुहुनेछ। विभिन्न गतिविधिबाट रोमान्स रोमान्टिक दुवै कुराहरू छन्। वर्षभरि नै शुभ रहनेछ। पार्टनर बिचमा गहिरो भावनात्मक रूपमा जोडिनुहुनेछ। दुवै एक आपसमा यदि विवाह भएको थिएन भने विवाहको जीवनको लागि कुराकानी चल्नेछ। पार्टनर बिचमा एकअर्का प्रतिको प्रेम बढेर जानेछ। पारिवारिक बीचमा समावेश, पूजा पाठ हवन शुभ कार्यहरू, आफ्नै घरमा स्थानमा बस्ने आदि योगहरू तपाईँको लागि सकारात्मक ऊर्जा र कुम्भ राशिका लागि प्रेम जीवनको हिसाबले 2082 साल कसैको जीवनमा हस्तक्षेप नगर्नुहोला। तेस्रो व्यक्तिबाट समाधान रहनुहोला। तेस्रो व्यक्तिको सुझावबाट समाधान रहनुहोला। पार्टनर बिचमा तपाईँको लागि निन्दा गर्ने व्यक्तिहरू, तपाईँको इमान्दारीलाई भङ्ग गर्नेहरू नराम्रा प्रकारका व्यक्तिहरू हुन सक्छन्। त्यसकारणले विगतमा तपाईँका केही अप्ठ्यारा परिस्थिति छन् भने यस बिचमा आउन नदिनुहोला। तपाईँको व्यक्तिगत जीवनको कुरा, पार्टनर बिचको कुरा, परिपक्व विवादहरूबाट मुक्ति प्राप्त गरेर तपाईँ जीवनमा अगाडि बढ्न सक्नुहुन्छ। प्रत्येक समस्याको समाधान गर्न सक्नुहुन्छ। जोश जागर हिम्मत आदिको योगहरू छन्। तपाईँका जीवनमा खुसीको वातावरण सिर्जना हुनेछ भनेदेखि यसै गरी वैवाहिक जीवनमा पनि जति आशा गर्नुभएको छ त्यति राम्रै प्रतिफल परिणाम शुभ फल तपाईँका लागि सानातिना कुरामा मतभेदका साथसाथै तपाईँको आनन्दमय जीवन बित्नेछ। वाद विवादबाट पर बस्नु होला। शङ्कापदबाट पर बस्नु होला। गलत कार्यबाट पर बस्नु होला। अनावश्यक कार्यमा सफल हुन कसैले रोक्न सक्ने छैन। तपाईँको विवाहित जीवनमा तपाईँको लागि सुख शान्ति समृद्धिले वृद्धि हुनेछ। प्रेमको हिसाबले प्रेमको वर्ष रहेको छ। यसमा चाहिँ तपाईँको लागि अन्तिम शनिको चरणको दशा रहेको छ। सकारात्मक सङ्केतहरू देखिएका छन्। पार्टनर बिचमा शारीरिक निकटता रहनेछ। यसका कारणले गर्दा यो समय शुभ रहनेछ। खुसीका अभावहरू कम हुने छैनन्। तपाईँको लागि राम्रो भएर जानेछ। साथमा 2025 को र 2082 साल जसरी मैले तपाईँलाई 2025 को वार्षिक जुन राशिफल राखेको थिएँ त्योभन्दा छुट्टै प्रकारको 82 सालमा वैवाहिक जीवनमा केही अवरोधहरू थिए भने पनि यो बेला समाप्त भएर जानेछन् र प्रेमले चाहिँ तपाईँको लागि एकअर्काको भावना बुझेर एकअर्काका कुराहरू सेयर गरेर एकअर्कालाई सहयोग गर्ने, तीव्र गतिबाट काम गर्न सकिने, हरेक कामहरूमा तपाईँलाई साथ दिन सक्ने, प्रेम प्रेमिकाको बिचमा आफ्नो जीवनमा यदि तपाईँले कुनै पनि सक्षम निर्णयहरू लिनुभयो भने पनि त्यसलाई पनि परिवर्तन गर्न सकिने योगहरू छन्। कसैलाई दुःख दिनुको सट्टा शङ्का हटाउनु नै महत्त्वपूर्ण हुनेछ। कसैलाई शङ्का गर्नुभन्दा आफूले शङ्का हटाउनु बेस्ट हुनेछ। विभिन्न कार्य कर्महरू विभिन्न क्षेत्रमा गाँसी नपुग्नेछ भने भोलिको दिनमा तपाईँको लागि 2082 साल अभावित व्यक्तिहरूका लागि मङ्सिर पुष महिना तपाईँको लागि निकै शुभ रहेको छ भने यदि तपाईँका जीवनमा कुनै प्रेम वैवाहिक जीवनमा समस्या रहेका छन् भने तपाईँले विशेष गरेर गाईलाई हरियो घाँस खुवाउनु, शुक्रबारको दिनमा बिहान दुर्गा चालिसाको पाठ गर्नु, बिहान दुर्गा सूर्य भगवानलाई जल चढाउनु र हरेक बिहानमा तपाईँले जमिन छोएर आशीर्वाद पृथ्वी माताको आशीर्वाद लिनु, यसले तपाईँको जीवनमा अत्याधिक शुभ फलको प्राप्ति र उन्नति गराइदिनेछ। भाग्य उदय हुनेछ। कुम्भ राशिको लागि भाग्य तपाईँका जीवनमा धन धान्य सुख शान्ति समृद्धि प्राप्ति भएर सुखी जीवन तपाईँले भोग गर्न पाउनुहुनेछ। जसका कारणले कुम्भ राशिका व्यक्तिहरूलाई यो वर्ष चाहिँ तपाईँको चुम्बकीयता बढ्नेछ, प्रेम बढ्नेछ। वसन्त गर्मी जस्तै रोमान्स रोमान्टिकको विशेष अनुकूल योगहरू रहेका छन्। विभिन्न व्यक्तिसँगको भेटघाट गर्ने, अप्रियसित लाभहरू उन्नतिहरू प्रगतिहरू, स्वतन्त्र र कदर गर्ने व्यक्तिहरूलाई भेट्ने अवसरहरूको प्राप्ति भएर भाग्य उदय हुने योगहरू विशेष गरेर 2082 सालमा बनेका छन्। यदि तपाईँ कुम्भ राशिको व्यक्ति हुनुहुन्छ भने अब
समग्रमा सम्पूर्ण जानकारीहरूको बारेमा चर्चा गर्दैछु। कुम्भ राशि 2082 सालमा यो वर्ष निकै महत्त्वपूर्ण व्यावसायिक वृद्धि, वित्तीय क्षेत्रहरू, धनको लाभहरू तपाईको एक आपसमा मिलेर गर्न सकिने, शुक्रको प्रभावले, शनिको प्रभावले पैसाको व्यवस्थापन, पूर्ण रूपमा लाभ, उन्नति, प्रगतिको योगहरू बनेको छ। दीर्घकालीन योजनाहरू, लगानीकर्ताहरूका लागि विभिन्न ठाउँबाट बजेट तपाईको लागि शुभ रहेको छ। दीर्घकालीन वित्तीय योजनाहरू पनि शुभ रहेका छन्। रचनात्मक गोचरले तपाईलाई सट्टा पट्टा आदिबाट लाभहरू, उन्नतिहरू, प्रगतिहरू, विशेष गरेर समाधानी अपनाएर अगाडि बढेको धेरै राम्रो हुनेछ। दैनिक दिनचर्यामा पनि तपाईको लागि राम्रो हुनेछ। 2082 सालको प्रेम जीवनका वार्षिक राशिफलका हिसाबले करियर, व्यापार, व्यवसाय तपाईका लागि उन्नति, प्रगति, करियरमा जति मेहनत गर्नुहुन्छ त्यति राम्रो प्रतिफल, लाभदायक र यो वर्षभरि शुभदायक योगहरू बनेका छन्। अनावश्यक खर्चबाट जोगिएर तपाईले आफ्नो बजेटलाई बलियो बनाउन सक्नुहुन्छ। लगानी गर्दाखेरि विभिन्न ठाउँमा शुभ रहेको छ। वर्षभरि नै यदि तपाईँ रिलेसनमा रहेर शिक्षा दीक्षालाई पनि प्राथमिकता दिनुहुन्छ भने यो वर्ष राम्रो छ। यदि तपाईँ शिक्षालाई प्राथमिकता दिनु भएन भने चुनौतीको सामना गर्नुपर्छ, बाधाहरू आउन सक्छन्, पढाइ लेखाइमा अप्ठ्यारो हुन सक्छ। त्यसकारणले गर्दा हरेक काममा ध्यान दिनुपर्छ। शनिले तपाईलाई करियरमा अगाडि बढाउने, विद्यार्थीहरूलाई प्रतिस्पर्धाका क्षेत्रमा परीक्षामा सफल बनाउने, इच्छित पुरस्कार र सफलता, उच्च शिक्षाको आर्जन गर्ने, यसको उत्तरदायीमा अत्यन्त रोजगारीका अवसरहरू, उच्च शिक्षा प्राप्तिको योगहरू, नामदाम, इज्जतको योगहरू बनाएका छन् भने 2082 साल भोरि नै तपाईको पञ्चम भावमा बृहस्पतिको यात्राले तपाईलाई अत्यन्त तुल्य र वैद्य व्यक्ति बनाउनेछन् भने उत्कृष्ट समयको योगहरू छ, शानदार समयको योगहरू छ। जीवनमा तनाव, बाधाहरू, अवरोधहरू, समस्याहरू, सङ्कटहरू हटेर प्रेम जीवन र प्रेम या गर्भधारणका लागि जीवनसाथीप्रतिको समय शुभ रहनेछ। रचनात्मक तरिकाले अगाडि बढ्न सक्नुहुन्छ। विभिन्न कार्यहरूमा अगाडि बढ्न सक्नुहुन्छ। सामाजिक गतिविधि, रोमान्सहरू महत्त्वपूर्ण भूमिका निभाउन सक्नुहुन्छ भने स्वास्थ्यको हिसाबले अलिकति केयर गर्नुपर्छ। सासको समस्या, नसाको समस्या, खुट्टाको समस्या, रोग, पेटसँग सम्बन्धित समस्याहरू उत्पन्न हुन सक्छन्। सानो सानो कुरामा ख्याल गर्नुपर्छ। खानपिनमा ध्यान दिनुपर्छ। दिनचर्यालाई सुधार गर्नुपर्छ। नयाँ फिटनेस, योगा, ध्यान, मेडिटेसन, पैदल यात्रा आदि गर्नुभयो भने तपाईको लागि राम्रो भएर जान सक्छ र जसका कारणले मानसिक स्वास्थ्यलाई प्राथमिकता ख्याल गरेर अगाडि बढ्नु होला। तपाईको आफ्नो खानपिनलाई पनि ध्यान दिनु पर्यो। कसैको भरम नपर्नु होला। विभिन्न शारीरिक, मानसिक स्वास्थ्य दुवैमा ध्यान दिनुभयो भने तपाईको कल्याण हुन्छ। 2082 साल तपाईको पारिवारिक, सामाजिक, इष्टमित्रप्रति पनि यसले हेर्ने भने शुभ फलको प्राप्ति गराएको छ भने 2082 सालमा विभिन्न सदस्यहरूप्रति विशेष ध्यान दिनुपर्ने योगहरू छ। महत्त्वपूर्ण भूमिका र महत्त्वपूर्ण जिम्मेवारीहरू हजुरको लागि आउने नै छन् यो वर्षभरि र आफूले सन्तुष्टि रहन सक्नुहुनेछ भने यो विशेष गरेर आफ्नो सन्तानका लागि, स्वास्थ्यका लागि विशेष गरेर अलिकति केयर गर्नुपर्छ। शिक्षा दीक्षामा प्राथमिकता दिनुपर्छ। गर्भधारण, बच्चा जन्मका लागि सिर्जना गरिरहेको अवस्थामा उहाँहरूका लागि बलियो योगहरू र उत्तम पुत्र प्राप्तिको, रत्न प्राप्तिको योगहरू बनेको छ भने वर्षभरिका लागि यात्रा, विदेश यात्रा, विभिन्न ठाउँका यात्राहरू, मातृभूमिका यात्राहरू विशेष गरेर रहेका छन् भने यात्रामा अत्यन्त सन्तुष्टि र अत्यन्त लाभदायक योगहरू बनेको छ भने 2082 सालमा तपाईका यदि कुनै परिवर्तनशील हुने प्रेम जीवनमा, वैवाहिक जीवनमा जति पनि चुनौतीले भरिएको थियो त्यो एकदमै कम भएर जाने, खुसीहरू, मूल्यवानहरू प्राप्ति हुन सक्ने योगहरू रहेका छन्। जसका कारणले गर्दा यदि तपाईको लागि कुनै समस्या छ भने दैनिक रूपमा सूर्यलाई जल चढाउनु होला। शनिबारको दिनमा हनुमान चालिसाको पाठ गर्नु होला। शनिबारको दिनमा कालो कम्बल दान गर्नु होला। शनिबारको दिनमा दुखी, गरिब, मर्जुद व्यक्तिहरूलाई खाना खुवाउनु होला। शनिबारको दिनमा खाँचो परेका व्यक्तिहरूलाई कालो छाता दान गर्नु होला। शनिबारको दिनमा सुन्दरकाण्डको पाठ गर्नु होला। शनि मन्दिरमा गएर चप्पल दान गर्नु होला। झुट नबोल्नु होला। कसैलाई धोका नदिनु होला। शनि मन्त्रको ओम सम शनिश्राय नमः मन्त्रको जप गर्नाले तपाईको जीवनमा अत्याधिक सफलता अनि उन्नति अनि प्रगति, भाग्यले साथ दिनेछ। यो वर्षभरि तपाईको भाग्य खुल्नेछ भनेर विशेष गरेर देखिएको छ। राधेश्याम, हर हर महादेव। यस्तै गरी म अर्को राशिफल पुनः हजुरहरूको माझमा लिएर उपस्थित हुनेछु। अहिलेको लागि यति नै। राधे राधे। के तपाईँ समस्याको ज्योतिषीय समाधान खोजिरहनु भएको छ? कसैको समयमा विवाह भएको छैन, कसैको घरमा दुःख, अशान्ति, भय, रोग, ऋणले छोडेको छैन, वैवाहिक जीवन, प्रेम जीवन, सन्तान, व्यवसाय, अध्ययन सम्पूर्ण जानकारीका लागि ज्योतिषीय सल्लाह लिनुपर्दछ। हाम्रो मुख्य सेवाहरू चिना टिप्पण बनाउने, हेर्ने, ग्रहको बारेमा र यसै गरी अनलाइन पूजा, अनलाइन ग्रह शान्ति र यसै गरी विवाह, व्रतबन्ध आदि पूजा पाठ, ग्रह शान्ति लगायत तन्त्र, मन्त्र, विधि, विधान, वास्तुको बारेमा हाम्रो यस्तो दर्शन प्रणालीलाई सम्झन सक्नुहुन्छ। नमस्कार। ईसाय नमः। नमस्कार पूजनीय बुबामा, प्यारा दाजुभाइ दिदीबहिनीहरू, इष्टमित्र, आफन्त, कुटुम्ब परिवारमा मेरो हृदयबाट नमन गराउन चाहन्छु।
र नयाँ साल 2082 सालको तपाईँहरूलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना छ। 33 कोटी देवता कुलपित्री थानीमानी देवी देवता इष्टदेव अष्टनागहरूले सदा हजुरहरूको रक्षा अनि कल्याण गरून्। जीवनमा आँटेको पुगोस् ताकेको पुगोस्, रोग नलागोस्, ऋण नलागोस्, शत्रु नलागोस् भनेर भगवानसँग म प्रार्थना गर्दै आजको अत्यन्तै महत्त्वपूर्ण विषय लिएर उपस्थित भएको छु, जो मीन राशिका लागि प्रेम जीवन, वैवाहिक जीवन, प्रेममा मिलन, छोड बिछोड, पति पत्नीमा लडाईँ झगडा, प्रेम जीवनमा लडाईँ झगडा, मानसिक तनाव आदिको विषयमा, चिन्ता भय आदिको बारेमा सम्पूर्ण जानकारीहरू लिएर उपस्थित भएको छु। 2082 साल कस्तो रहन्छ प्रेम रिलेसन मीन राशिका लागि, यो महत्त्वपूर्ण भविष्यवाणी यहाँहरूले जति सक्नुहुन्छ सेयर, लाइक, कमेन्ट र फलो गर्दै गर्दै अगाडि बढ्दिनु होला र सबैको जय होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस्। र आज हामी मीन राशि देवगुरु बृहस्पतिबाट शासित राशि हुन्। यसका प्रतिनिधि ग्रह देवगुरु बृहस्पति हुन्। मीन राशिको लागि यो महत्त्वपूर्ण वर्ष हुन सक्छ 2082 साल, जसले व्यक्तिगत जीवन, व्यावसायिक जीवनका लागि महत्त्वपूर्ण परिवर्तनका अवसरहरू आउन सक्छन् र यस राशिका व्यक्तिहरूलाई सुन्दर आकर्षणका योगहरू बन्न सक्छन् र यिनको शरीर बाक्लो वा ठुला र यसै गरी रङ गोरो, गाउँ गोरो, अनुहार गाउँ गोरो बड्का हुन सक्छन्। व्यक्तिगत जीवन प्रभावशाली, बेचैनी, कल्पशील र केही रोमान्टिक प्रभावका पनि मीन राशिका व्यक्ति हुन्छन्। यिनीहरू इमान्दार, मानवीयता, कोमल मन भएका र कहिलेकाहीँ रिसाएपछि छिटो शान्त नहुने स्वभावका र अरूको विचारधाराबाट प्रभावित हुन्छन्। प्रेम बाका भोका हुन्छन्। यिनीहरू आत्मविश्वासको कमी हुन सक्छ। यिनीहरू अत्यन्तै सहानुभूतिशील, क्षमाशील, दयालु, विश्वसनीयता हुने गर्दछन्। आफ्नो क्षमता पहिचान गर्ने, जसले गर्दा प्रगतिमा बाधाहरू आउने गर्छन्। यिनीहरू परम्परावादी, अत्याधिक अन्धविश्वास, एक्लै बस्ने भावनाका भक्तहरू, कट्टर धार्मिक र कर्मकाण्डवादी। यिनीहरू जानवरदेखिको पीडा देख्न मद्दत गर्ने र यसै गरी यिनीहरू मनोकामना, अभाव र भौतिक संसारमा प्रगति सुस्त रहन्छन्। यिनीहरू दुई व्यवसाय एकैसाथ गर्न सक्छन्। यिनीहरू अनेक प्रकारका व्यापार व्यवसायबाट लाभ लिन सक्छन्। संसारमा यिनीहरू नयाँ नयाँ ठाउँहरूमा चाँडै निपुण हुन्छन् र तरल पदार्थको व्यवसायबाट यिनीहरूलाई अत्याधिक सफलता हुन्छ। आयात निर्यात नाफा कमाउँछन्। पेटको रोग, घुँडाको रोग, खुट्टाको रोगहरू, चोटपटक लाग्ने र यसै गरी घरेलु वा यसै गरी व्यावसायिक जीवनमा सुन्दर र आनन्दमय जीवनको बारेमा यिनीहरू सुख भोग्ने गर्दछन् भनेर पनि बताइन्छ। सामान्यतः यस मीन राशिका व्यक्तिहरूलाई यो वर्ष हामीले प्रेम रिलेसनका बारेमा कुरा गर्दैछु। म यसरी हेर्ने भने मीन राशिको आत्मखोज, तलास, वृद्धि, समावेश, तपाईँले आफ्नो व्यक्तिगत जीवनका उद्देश्यका गहिर पक्षहरूलाई अन्वेषण गर्न सक्ने, बुझ्न सक्ने, आफूलाई अझै बढी आत्मनिरीक्षण बनाउन सक्ने, चिन्तनशील पाउनुहुनेछ। यो वर्षभरि तपाईँले अधुरा कार्यहरूलाई पुरा गर्न सक्ने योगहरू बनेका छन्। भाग्यले तपाईँलाई साथ दिनेछ। मान सम्मान, इज्जत, धनको वृद्धि हुनेछ। यो वर्षभरि तपाईँको लागि उन्नति र प्रगति भएर जानेछ। यो वर्षभरि तपाईँले नयाँ नयाँ क्षेत्रमा काम गर्ने ढाँचाहरू, सकारात्मक प्रभावहरूका लागि नयाँ नयाँ ठाउँमा शासक बृहस्पतिले तपाईँलाई दीर्घकालीन यात्राहरू गराउने योगहरू छन्। आत्मखोज, आध्यात्मिक जागरको बलियो योगहरू बनाएका छन्। निरीक्षण, रचनात्मक, भावनात्मक रूपमा गहिरो आबादीले भरिपूर्ण रहनेछ। साथै तपाईँले आराम यस क्षेत्रबाट बाहिर निस्कन सक्नुहुन्छ। नयाँ चुनौती स्वीकार गर्नुपर्नेछ। क्षणहरू पनि हुनेछन्। वृष राशिबाट देवगुरु बृहस्पतिको गोचरले तपाईँ वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। तपाईँले आफ्नो करियरमा वृद्धि, बिस्तारै रूपमा आम्दानीको वृद्धि देख्न पाउनुहुनेछ। शनिको प्रभावले तपाईँको जीवनमा सञ्चार अनुशासन ल्याउनेछ भनेदेखि शनि तपाईँकै राशिमा प्रवेश गरेर साढे 7को दोस्रो चरण प्रवेश गर्नेछ। भविष्यका लागि तपाईँको लागि यो गोचरले आफ्नो आत्मा हेरचाहलाई प्राथमिकता दिन आवश्यक छ। स्वास्थ्यलाई विशेष ध्यान दिनु आवश्यकता छ। म 2082 सालको लागि अब समग्रमा मीन राशिको लागि के कस्तो छ, के गर्दा राम्रो छ, कसरी अगाडि बढ्न सकिन्छ, समग्रमा सम्पूर्ण जानकारीहरू लिएको छु। हजुरहरूले जति पनि सक्नुहुन्छ भिडियोलाई सेयर, लाइक, कमेन्ट गरेर अगाडि बढ्नुहोला। मीन राशिको प्रेम जीवन यस वर्ष तपाईँको प्रेम मोहब्बतमा मध्यम उतार चढावका प्रभावहरू रहनेछन्, किनकि शनि तपाईँको शिरमा प्रवेश गरेको छ। पति र पत्नी बीचमा मतभेद उत्पन्न हुन सक्छ। केही समय शानदार रहे पनि केही समयमा तपाईँको अत्यन्त कठिन परिस्थितिहरू र अनेक प्रकारका बाधाहरू पनि आउन सक्छन्। त्यसकारणले गर्दा तपाईँ दुवै बीचको कनेक्सन अलिकति मध्यम अवस्था, उतार चढावहरू, एकअर्कालाई बुझ्नमा कठिन हुने, भ्रममा पर्ने, शङ्कामा पर्ने यी कारणहरू देखिएका छन्, जसका कारणले तपाईँको लभ लाइफलाई परिवर्तन, सोच विचार परिवर्तन गर्नुपर्ने देखिन्छ। केही बाहिर घुम्न फिर्न, वैवाहिक जीवनमा केही कठिनको सामना गर्नुपर्छ। पति पत्नी बीचमा आपसी तालमेलको कमी हुनेछ, प्रेमको कमी हुनेछ। तपाईँलाई माया र प्रेमको समस्याले घेर्नेछ र यसै गरी वैवाहिक जीवनमा तनावको स्थिति, किनकि शनिको पूर्ण दृष्टि सप्तम स्थानमा रहनेछ, जसका कारणले गर्दाखेरि मायाको भरोसा
बनाउनु तपाईँको लागि, प्रेम बुझ्नु, एकअर्कालाई बुझ्नु, लडाइँ नगर्नु, झगडा नगर्नु, एकअर्कालाई बुझ्न अत्यन्त कठिन हुनेछ। प्रेमको गाडी पटरमा तपाईँको रिलेसनसिपसँग सम्बन्धित धोका हुने आदिका कुराहरू देखिएका छन्। त्यसकारणले गर्दा कुनै साँचो माया प्रेम प्राप्त गर्न कठिन अवस्थाको योगहरू देखिएको छ। त्यसका कारणले गर्दा तपाईँको लागि अप्ठ्यारोभन्दा अप्ठ्यारो परिस्थिति, बाधाहरू, जुन वैवाहिक जीवन छ त्यो नाजुक बन्न सक्ने, प्रेमको सम्बन्ध टुट्ने योगहरू रहेका छन्। रिलेसनसिपमा पनि तपाईँलाई कठिन परिस्थितिहरू हुनसक्छ, तनावको स्थिति उत्पन्न हुनसक्छ। किन भन्दाखेरि अप्ठ्यारो परिस्थिति देखिएको छ। घरमा माङ्गलिक कार्यहरू, मन प्रसन्नता, विवाहको कुरामा तपाईँको लागि, सिङ्गल हुनेहरूका लागि यो समय धेरै नै मध्यम अवस्थाको छ। त्यसकारणले हरेक कुराहरूमा रिसमा आवेशमा आउनु नै तपाईँको लागि हानिकार बन्न सक्छ। त्यसकारणले रिस आवेशबाट हजुरहरू जोगिनुपर्ने अवस्था 2082 सालमा पूर्ण रूपमा देखिएको छ। मीन राशिका लागि रिस आवेश घमण्डबाट जोगिने कोसिस गर्नुहोला। आफ्नो जीवनलाई प्राथमिकता प्रेम गरेर अगाडि बढ्नुहोला। प्रेमको सम्बन्धको कुरा गर्दा मीन राशिलाई यो वर्ष भने सामान्यतः छ रोमान्स एवं रोमान्टिक एवं स्वभावको लागि परिचित भए तापनि तपाईँको प्रेमको भावनात्मक रूपमा गहिरो कदर छ, तर दयालु स्वभावको हुनुहुन्छ। पर्या तपाईँलाई धोका धेरै दिनेछन्। आफ्नो श्रीमती या श्रीमानले पनि धोका दिन सक्छन्। साथीहरूबाट भावनात्मक रूपमा जोडिएका व्यक्तिहरूले तपाईँलाई अप्ठ्यारो परिस्थिति हुनसक्छ। तपाईँलाई समझ, बुद्धि, विद्या, कलात्मक, रचनात्मक तरिकाले प्रेममा तपाईँले एकअर्काको भावनालाई बुझेर लडाइँ झगडाबाट पर बसेर एकअर्कालाई बुझ्ने कोसिस गर्नुभयो भने रोमान्स रोमान्टिकका इसाराले तपाईँलाई अर्थ राख्न सक्छ। नत्र अनेक प्रकारको विवादित विषय चल्न सक्छ। आफ्नो पार्टनरको बिचमा भावनात्मक रूपमा उदारता बनेर अगाडि बढ्नुपर्छ। गलत महसुस नहोस्। प्रेमको निशर्त तपाईँले एकअर्कालाई प्रेम गर्नुपर्छ। कमजोरीहरूलाई स्वीकार गर्नुपर्छ। एकअर्काको गलत भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ। विरोधी भाषा भावनात्मक रूपमा सामान्य कठिन पार्न सक्छ। त्यसकारणले गर्दा शान्त रहनु नै तपाईँको लागि, धैर्यता राख्नु नै राम्रो हुन्छ। 2082 सालमा गलतफहमी, शङ्का, विश्वासमा कमी, बाधाहरू, अन्धविश्वासहरू, नराम्रो पक्षहरू, तपाईँको लागि एकअर्काप्रतिको बहसहरू, झगडाहरू, चुनौतीहरूका विकासका योगहरू रहेका छन्। त्यसकारणले यो वर्ष तपाईँको लागि अलिकति अप्ठ्यारो देखिन्छ, जसका कारणले प्रेम जीवनमा देवगुरु बृहस्पतिले केही थोरै आशावादी, केही प्रेम वृद्धि गरे तापनि यो वर्ष तपाईँको लागि अन्य क्षेत्रमा धेरै अप्ठ्यारा परिस्थितिहरू छन्। केही मिल्दोजुल्दो पार्टनरहरूको आवश्यकता चाहनेहरूका लागि राम्रोसँग बुझ्नुपर्छ र केही अटुट प्रेमहरू रहन सक्ने देखिएको छ। भावनात्मक रूपमा विभिन्न गतिविधिबाट स्नेह, माया, प्रेम धेरैजसो सँगै बस्ने प्रयास गर्नुपर्ने हुन्छ। यात्राको योगहरू बनेको छ। सकारात्मकको बारेमा कुरा गर्नुपर्छ। यसपटक तपाईँको लागि 2082 साल जब शनि तपाईँको शिरमा प्रवेश गर्दाखेरि धेरै प्रकारका बाधाहरू चाहिँ तपाईँले स्वास्थ्यलाई लिएर, पारिवारिकलाई लिएर, धार्मिक क्षेत्रमा देखिएको छ। आयलाई लिएर खर्चको योगहरू बन्न सक्छ। जुन आय पक्षका कारणले पनि तपाईँलाई समस्याको निर्माण हुन सक्छ। चुनौतीहरूसँग लड्ने विगतका केही समस्याहरू देखा पर्न सक्छन्। एकैचोटि धेरै कुराहरूको समस्या पर्न सक्ने भएको कारणले पनि विचार गर्नुपर्छ। हदसम्म तपाईँको लागि यो वर्ष भोलि तपाईँले आफूले अगाडिका कार्यहरूमा भावनात्मक रूपमा पति पत्नी बिचमा बिना कारणले पनि शङ्का उत्पन्न हुने र लडाइँ हुने, झगडा हुने, वैवाहिक जीवनमा निकटता नहुने, जीवनसाथीसँग माया, गुणस्थिर जीवन बिताउन तपाईँको लागि धेरै कठिन हुने योगहरू छन्। भावनात्मक रूपमा एक्लो पाउन सक्नुहुन्छ। तपाईँलाई एक्लो फिल हुनसक्छ। त्यसका कारणले गर्दाखेरि भोलिको दिनमा विवाहित जीवनमा कसैसँग झगडा गर्नु, तेस्रो व्यक्तिको हस्तक्षेप, शङ्काहरू, त्यो कुराबाट पर रहनुपर्छ। 2082 सालमा तपाईँलाई सकारात्मक तरिकाले अगाडि बढ्ने र शान्त रहने कोसिस गर्नुपर्छ। वैवाहिक जीवनमा तब मात्र न्यानो प्रेम र प्रेम जीवनमा न्यानो प्रेम प्राप्त गर्न सक्नुहुन्छ। रोमान्स रोमान्टिक तपाईँको लागि आफूलाई भिजेको महसुस भए पनि धेरै कुरालाई विचार गर्नुपर्ने अवस्था छ। प्रेम जीवनमा, वैवाहिक जीवनमा तपाईँको कठिनको सामना गर्नुपर्ने भएका कारणले तपाईँलाई दिक्क लागेर आउन सक्ने योगहरू रहेका छन्, जसका कारणले तपाईँ पारिवारिक मार्फत पनि होस् या अन्य क्षेत्रबाट होस् तपाईँको लागि निरस्तका भाव उत्पन्न हुनेछ। खोज र विकासको अवसरको महत्त्वपूर्ण योगहरू रहेको छ। यस सम्बन्धमा हतार नगर्नुहोला। प्राथमिकता ध्यान केन्द्रित गरेर अगाडि बढ्नुहोला। बेकारका कार्यहरूमा नजोडिनुहोला। भाग्यशाली समयको तपाईँको लागि यो वर्षहरूमा तपाईँले कुनै ज्योतिष गुरुजनहरूको सल्लाह सुझाव लिन सक्नुहुन्छ। भविष्यवाणीसँग सम्बन्धित हेर्ने भने तपाईँको लागि आफ्नो कोठामा उत्तर पश्चिम कुनामा तपाईँले एक जोडी तस्बिरहरू राख्नुहोला। शनिबारको दिनमा मन्दिर गएर भगवान शनिदेवलाई तिल दान तोरीको तेल चढाउनुहोला। मङ्गलबारको दिनमा भगवान श्री सङ्कटनाशक स्त्रोको पाठ गर्नुहोला। ठुला बडा व्यक्तिहरूको आशीर्वाद लिनुहोला। घरबाट ठुला घडीहरू हटाउनुहोला। घरको दक्षिण पश्चिम कुनामा नुन फिटकिरीहरू राखिदिनुहोला। यसले तपाईँको जीवनमा केही पोजिटिभ र सकारात्मक फलको वृद्धि गर्नेछ। नत्र अनेक प्रकारका बाधाहरू अवरोधहरू मीन राशिलाई आइरहनेछन्। मीन राशिका व्यक्तिहरूलाई यो वर्ष नकारात्मक ग्रहको प्रभावका कारणले गर्दा प्रेम जीवनमा त्यति राम्रो देखिँदैन, अनुकूल देखिँदैन। वैवाहिक जीवनलाई त्यति राम्रो
देखिँदैन। सानो चिन्ता र परेशानीका कारणले ठुलो गडबडीहरू भइराख्ने, तपाईँको लागि विभिन्न बाधाहरू अवरोधहरू, जीवनमा खुसियाली कम हुने, वैवाहिक जीवनमा पनि तपाईँको लागि यो वर्ष समाधानीपूर्वक अगाडि बढ्नुपर्ने, निकै सम्हालिनुपर्ने योगहरू छन्। जीवनमा निकै परेशानीहरू आउन सक्छन्। यति बेला छोड बिछोड आदि ब्रेकअपहरू हुने, विवाह योग्य जातकका लागि पनि उम्र भएका व्यक्तिहरूका लागि केही अनुकूल विवाहको बन्धनमा बाँधिने योगहरू भने देखिएका छन्। फेरि पनि तपाईँको लागि त्यति पोजिटिभ, त्यति शुभ, त्यति राम्रो चाहिँ रहेको छैन। मीन राशिका लागि एकदमै अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने योगहरू यो वर्षभरिमा देखिएका छन्। प्रेम रिलेसनका कारणले गर्दा तपाईँको लागि भावनात्मक रूपमा चोट पुग्न सक्ने देखिन्छ र दयालु हुँदाहुँदै पनि तपाईँको अन्य व्यक्तिले लाभ उठाइदिन सक्छ। त्यसकारणले चिन्ताजनक योगहरू धेरै बनेका छन्। यदि मीन राशिको व्यक्ति हुनुहुन्छ भने मीन राशिका व्यक्तिहरूलाई हरेक कुराहरूमा यो करियरका क्षेत्रले, वित्तीय क्षेत्रले केही वृद्धि गर्न सके पनि बृहस्पतिले तपाईँलाई धनको, व्यापार व्यवसायमा सकारात्मक परिवर्तन गर्नेछन्। नयाँ आवश्यकताहरूको वृद्धि गर्नेछन्। जागिर पेसामा तपाईँ नयाँ कदमहरू अगाडि बढाउन सक्नुहुन्छ। प्रगतिका अवसरहरू, नयाँ करियरमा अगाडि बढ्न सक्नुहुन्छ। प्रमोसन, वेतन वृद्धि, सफलताका मार्गमा पुग्न सक्नुहुन्छ। यसै गरी यो वर्षहरू तपाईँलाई केही अवसरहरू आउन सक्छन्। केही तपाईँलाई आफूलाई प्रमाणित गर्ने जिम्मेवारीहरू प्राप्ति हुन सक्छ। सामाजिक सिपहरू, कला र व्यवसायका क्षेत्रमा महत्त्वपूर्ण भूमिका हजुरहरूले निभाउन सक्नुहुन्छ। सहकर्मी, नेटवर्क क्षेत्रहरू, सहकर्मी अप्रियसित अवसरहरू आउन सक्छन्। डिजाइन जस्ता रचनात्मक क्षेत्रमा काम गर्ने मीन राशिका व्यक्तिहरूलाई नवीन विचारले मान्यता, उन्नति र वर्षको उत्तरदायीमा विभिन्न सिक विकासको योगहरू, विभिन्न कला क्षेत्रहरू, सङ्गीत क्षेत्रहरूबाट लाभहरू तपाईँलाई आउन सक्छ। जब शनिले तपाईँलाई अप्रियसित लाभ दिलाउनेछन्, विवेकता रहनुपर्छ, धेरै खर्च गर्नबाट जोगिनुपर्छ, दीर्घकालीन लगानी, वित्तीय सुरक्षामा ध्यान दिनुपर्छ। आर्थिक कारोबार गर्दाखेरि कागजी कानुनी रूपमा गर्नुपर्नेछ र यस कारणले गर्दाखेरि अलिकति तपाईँको जुनसुकै क्षेत्रमा प्रेम र पति पत्नी बीचको जीवन र सन्तानको विषयलाई लिएर तपाईँ अत्यन्त धैर्य राख्नुपर्ने छ। किन भन्दाखेरि तपाईँ थोरै बोल्यो कि यहाँ समस्या उत्पन्न हुन सक्ने देखिएका छन्। यदि पढाइ गर्दै हुनुहुन्छ, प्रेमिका हुनुहुन्छ भने उहाँहरूलाई यो बेला तपाईँको सफलता प्राप्ति गर्नमा मध्यम देखिएको छ। सफलतामा सङ्घर्ष छ, मेहनत गर्नुपर्छ। मनोवृत्तिहरू गुमाउन सक्ने, डगमाउन सक्ने, भ्रममा पर्न सक्ने, आलस्य निरन्तर उत्पन्न हुन सक्ने, तपाईँको लागि संयुक्त बृहस्पतिको कारणले पनि तपाईँलाई प्रतिस्पर्धाका क्षेत्रमा केही आफ्नो कार्यशैलीमा केही सुधार आउन सक्ने देखिए तापनि वैशाखबाट तपाईँको लागि केही प्रभावित पर्न सक्नुहुन्छ। बढी मेहनत गर्नुपर्छ, रोजगारीका क्षेत्रमा मेहनत गर्नुपर्छ। यस कारणले गर्दा मीन राशिका व्यक्तिहरूलाई जब शनि तपाईँको राशिमा प्रवेश गर्नेछन्, धेरै नै सहयोग र सम्बोधन गरेर एकअर्काकोलाई बुझेर अगाडि बढ्नुपर्छ। यदि सम्बन्धमा थप स्तर रहन, बलियो बनाउन चाहनुहुन्छ भने उनीहरूको माग पुरा गर्नुपर्ने हुन्छ र तपाईँको लागि समस्याका समाधान कसरी गर्ने त्यसमा बुझ्नुपर्नेछ र अनेक प्रकारको रोमान्टिक तपाईँका लागि विभिन्न भावनात्मक आध्यात्मिक क्षेत्रहरूबाट साझेदारी आकर्षित हुन सक्ने नयाँ योजनाहरू बनाएर तपाईँ अगाडि बढ्नुपर्ने हुन्छ। पारिवारिक दाजुभाइ, दिदीबहिनी, छिमेकी, इष्टमित्रप्रति सम्पूर्ण तपाईँले सहयोग पाउने योगहरू रहेका छन्। आफ्ना कुराहरू सेयर गर्नुहोला। केतुको कारणले जीवनमा केही तनावको स्थिति आर्थिक पक्षमा प्रभावित पार्न सक्छ। सोचे जस्तो नहुन सक्छ। केही लाभदायक हुँदाहुँदै पनि सामाजिक गतिविधिबाट सक्रिय भाग लिनुपर्ने, केही ऊर्जावान केही तपाईँको लागि हुन सक्ने देखिन्छन्। प्रेम, हाँसो, खुसी, शान्ति, सद्भावको वातावरण बनाइराख्नु नै राम्रो हुन्छ। जागिर पेसाको लागि तपाईँले विशेष गरेर विचार गर्नुपर्नेछ। हालमा यत्तिकै छोड्नु हुँदैन। छोराछोरी आदि अनुकूलका लागि यो वर्ष तपाईँको लागि मध्यम स्तर र भावनात्मक रूपमा केही अशान्ति, छोराछोरीको खुसीलाई चाहिँ देख्न सकिए तापनि स्वास्थ्यमा चिन्ता पर्न सक्ने योगहरू रहेका छन्। विवाहको लागि छोटकरीमा भन्नुपर्दाखेरि केही खुसी छोराछोरीको लागि या विवाह योग्य भएका व्यक्तिहरूका लागि देखिन्छ। स्वास्थ्यको हिसाबले एकदमै नकारात्मक प्रभाव पर्ने भएको कारणले प्रत्येक क्षेत्रमा योगा, साधना, मेडिटेसन, खानपिन तपाईँले महत्त्वपूर्ण गतिविधिहरू अपनाउनुपर्छ। ओइली, मसला, स्पाइसी, माछा, मासु, रक्सी, चुरोट यी शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्नेछ र तपाईँको लागि चुनौतीहरू आउन सक्छन्। यात्राका लागि यो विदेश यात्राको योग बनेको छ, शुभ यात्राको योग बनेको छ। विदेश जान सक्नुहुन्छ। पुर्खौली घरको भ्रमण तपाईँको लागि स्वदेश होस् या विदेश होस् विभिन्न यात्राका योगहरू बनेका छन्। 2082 सालमा जीवनको अन्य क्षेत्रमा लाभदायक भए तापनि प्रेम र वैवाहिक जीवन स्वास्थ्यको हिसाबले नकारात्मक रहेको छ। यो वर्ष तपाईँको लागि फलदायक व्यापार व्यवसाय, धनको क्षेत्रमा देखिए तापनि मार्गदर्शन, अन्तर्ज्ञान, तपाईँले कुनै राम्रो ज्योतिष गुरुजनहरूको सल्लाह सुझाव दिएर भविष्यमा अगाडि बढ्नुहोला। ग्रहको स्वस्ति शान्ति गर्नुहोला। शनि 7.5 शान्तिको पाठ गर्नुहोला। स्वास्थ्यलाई कायम राख्ने कोसिस गर्नुहोला। बिहानै सबेरै सूर्य उदयभन्दा छिटो उठेर सूर्यलाई जल चढाउने, अलिकति गुण राखेर
बिहिबारको दिनमा बेसनका लड्डु दान गर्ने, गाईलाई घाना खुवाउने, आफूभन्दा ठुला बडाको गुरु आमाको सम्मान गर्ने, निधारमा केशरको टीका लगाउने, धर्मको अपमान नगर्ने, घरमा गङ्गाजलहरू राख्ने, बिहिबार विष्णु सहस्र नामको पाठ गर्ने, एकादशीको व्रत गर्ने, तुलसीका माला, विष्णुको जप गर्ने, ओम भगवते वासुदेवाय नमः मन्त्रको जप गर्नाले पहेँलो चम्किलो र यसै गरी कपडा धारण गर्ने, यसै गरी तपाईँको 1, 3, 5 अङ्कहरूको प्रयोग गर्ने, यसमा चाहिँ तपाईँको लागि शुभ फलको प्राप्ति हुन सक्ने योगहरू रहेका छन्। समग्रमा यो थियो मीन राशिको प्रेम जीवन 2082 साल। पूजनीय बुबाआमा, प्यारा दाजुभाइ दिदीबहिनीहरू, भिडियोलाई सेयर, लाइक, कमेन्ट गरेर अगाडि बढ्नु होला र कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा म कमेन्ट गर्दिन विनम्रता अनुरोध गर्दछु। यहाँहरूको उन्नति, प्रगति, सुख, शान्ति, समृद्धिको म कामना गर्दछु। 33 कोटी देवता, कुलपितृ, थानीमानी, देवी देवता, इष्टदेव, अष्टनागुलले सदा हजुरहरूको रक्षा गरून्, कल्याण गरून्, जीवनमा आँटेको पुगोस्, ताकेको पुगोस्, रोग नलागोस्, ऋण नलागोस्, शत्रु नलागोस् भनेर म भगवानसँग विशेष गरेर प्रार्थना गर्दै आजको जुन भिडियो छ विशेष गरेर यहाँहरूबाट बिदा पनि चाहन्छु। सबैको जय होस्, उन्नति होस्, प्रगति होस् भनेर यस्तै यस्तै प्रकारका अन्य भिडियोहरू हेर्नका लागि हामीसँग जोडिन अनुरोध गर्दछु। राधे राधे, जय शम्भु, जय। के तपाईँ समस्याको ज्योतिषीय समाधान खोजिरहनु भएको छ? कसैको समयमा विवाह भएको छैन, कसैको घरमा दुःख, अशान्ति, भय, रोग, ऋणले छोडेको छैन, वैवाहिक जीवन, प्रेम जीवन, सन्तान, व्यवसाय, अध्ययन सम्पूर्ण जानकारीका लागि ज्योतिषीय सल्लाह लिनुपर्दछ। हाम्रो मुख्य सेवाहरू चिना टिप्पण बनाउने, हेर्ने, ग्रहको बारेमा र यसै गरी अनलाइन पूजा, अनलाइन ग्रह शान्ति र यसै गरी विवाह, व्रतबन्ध आदि पूजा पाठ, ग्रह शान्ति लगायत तन्त्र, मन्त्र, विधि, विधान, वास्तुको बारेमा हाम्रो एस्ट्रो दर्शन प्रणालीलाई सम्झन सक्नुहुन्छ। नमस्कार।